के भयो थोमसी? ल 13 मिनट जति भयो, अब जति आयो आयो, अब सुरु गरौँ है त। स्क्रिन देखेछ मेरो? ल स्क्रिन देखेछ भने अब जाऊ च्याप्टर 8 3 फेज भनेर लेख त। 3 फेज सर्किट एनालाइसिस भनेर लेख। अहिलेसम्म हामीले च्याप्टर 6 च्याप्टर 7 मा जति पनि गऱ्यौँ सिंगल फेजको प्रब्लम गऱ्यौँ है। त्यहाँ पावर फ्याक्टर निकाल्यौँ, भोल्टेज र करेन्ट बिचको एङ्गल भनेर निकाल्यौँ। भोल्टेज र करेन्ट बिचको एङ्गललाई पावर फ्याक्टर एङ्गल भन्छ। अनि पावर फ्याक्टर एङ्गल चाहिँ 0 देखि 90 सम्म हुन्छ, 90 भन्दा माथि हुँदैन। पावर फ्याक्टरको भ्यालु चाहिँ 0 देखि 1 सम्म हुन्छ, 1 भन्दा माथि हुँदैन र 0 भन्दा तल हुँदैन। यो सबै मैले भने थिएँ। एन्सर निकाल्दाखेरि कसैले पावर फ्याक्टरको भ्यालु 1.2 1.1 निकालेछ, कसैले पावर फ्याक्टर एङ्गल निकाल्दाखेरि 150 निकालेछ। मैले भनिरहेको थिएँ क्लासमा मैले न्युमेरिकल गराउँदाखेरि के भनेको थिएँ त भन्दाखेरि पावर फ्याक्टर एङ्गल भनेको भोल्टेज र करेन्ट बिचको एङ्गल हो। भोल्टेज र करेन्ट बिचको एङ्गल, त्यो रेस्पेक्टिभ भोल्टेज र करेन्ट बिचको एङ्गल चाहिँ 0 देखि 90 सम्म हुन्छ। 0 देखि 90 सम्म भएको हुनाले पावर फ्याक्टर भनेको के हो त? कस अफ फेज एङ्गल बिट्विन भोल्टेज एन्ड करेन्ट हो। त्यसले गर्दा के हुन्छ त पावर फ्याक्टरको भ्यालु चाहिँ 0 देखि 1 सम्म लाई गर्छ। 0 भन्दा सानो हुँदैन र 1 भन्दा ठुलो हुँदैन। एन्सर निकाल्दा चेक गरौँ है। फेरि पनि के सम्झ्यौ, पावर फ्याक्टरको भ्यालु चाहिँ 0 भन्दा सानो हुँदैन र 1 भन्दा ठुलो हुँदैन। अब यो च्याप्टर 8 बाट चाहिँ 10 देखि 14 मार्क्सको क्वेसन सोध्छ। ठिक छ, सिंगल फेज जानिन्छ भने च्याप्टर 3 एकदमै सजिलरी जानिन्छ। सिंगल फेज जानिँदैन भने च्याप्टर 3 बुझ्न गाह्रो हुन्छ। अलिअलि सिंगल फेजको पनि यसमा रिभिजन हुन्छ। आज हामी सकेसम्म कोर्स भ्याउँछौँ। कोर्स भ्याइसकेपछि जे नजानेको कुरा हुन्छ तिमीहरू आफै सेड्युल मिलाऊ, त्यो सेड्युलमा मैले क्लास लिन्छु है। नजानेको नबुझेको कुरा के छ त्यसलाई चाहिँ म तिमीहरूको सेड्युल अनुसार क्लास लिन्छु। यो क्लास पनि अब सुरु गरौँ। 3 फेज सर्किट एनालाइसिसमा सुरुमा जाउँ। अहिलेसम्म हामीले गरेको काम के थियो त भन्दाखेरि सिंगल फेज सिस्टमको मात्रै काम गरेको थियौँ। सिंगल फेजमा भने के हो त भन्दाखेरि एउटा मात्रै वायर हुनुपर्ने अथवा एउटा मात्रै फेज हुनुपर्ने। तर सर्किट कम्प्लिट गर्नलाई हामीले त्यहाँ दुईवटा वायर राख्छौँ। एउटा वायर जसमा चाहिँ के हुन्छ करेन्ट बग्छ, त्यसलाई फेज वायर अथवा लाइभ वायर भन्छ। अर्को चाहिँ न्युट्रल वायर राखेको हुन्छ। यो न्युट्रल वायर राख्नुको अब्जेक्टिभ के हो त भन्दाखेरि त्यो सर्किटलाई क्लोज बनाउनु अथवा त्यो सर्किटलाई कम्प्लिट गर्नु। हेर, सिंगल फेज भन्दाखेरि सिंगल फेज भन्छ, तर त्यसमा के हुन्छ दुईवटा वायर हुन्छ। दुईवटा वायर के हुन्छ त, एउटा चाहिँ लाइभ अथवा फेज वायर हुने भयो, एउटा चाहिँ न्युट्रल वायर हुने भयो। त्यो न्युट्रल वायरको अब्जेक्टिभ के हो त भन्दाखेरि यो सर्किटलाई क्लोज गराउनु। सर्किट क्लोज भएपछि मात्र नै के हुन्छ करेन्टको फ्लो हुन्छ। ठिक छ, त्यसपछि आउँछ अब सिंगल फेज भन्दा हामीले मल्टिपल फेज पनि गर्न सक्छौँ। मल्टिपल फेजमा हामीले स्पेसल्ली 3 फेज नै चुज गर्छौँ। 3 फेज किन चुज गर्छौँ त भन्दाखेरि बाई एनालाइसिस गर्दाखेरि मस्ट इकोनोमिकल र मस्ट फिजिबल हुने भावनाले हामीले 3 फेज सिस्टमलाई चाहिँ एनालाइज गर्छौँ। 3 फेज सिस्टममै एप्लाई गर्छौँ। एकभन्दा बढी फेजको सिस्टम बनाउन सकिन्छ। 2 फेज 4 फेज 6 फेज 8 फेज 12 फेज जति फेजको पनि बनाउन सकिन्छ। तर सबै फेज जति धेरै फेज गराए पनि 3 फेज जतिको मोर इकोनोमिकल र मोर फिजिबल अरू कुनै पनि फेज नहुने भावनाले हामीले या त सिंगल फेजमा काम गर्छौँ या त 3 फेजमा काम गर्छौँ है। अब 3 फेजलाई देखाउँदाखेरि यहाँ तीनटा फेजलाई चाहिँ आर फेज, वाई फेज र बी फेज भन्छ। आर भनेको रेड, वाई भनेको येल्लो र बी भनेको ब्ल्याक है। रेड येल्लो र ब्लू भनौँ न, आरवाईबी फेज हुन्छ। तीनटा फेजको यसो 3 फेज सिस्टमलाई चाहिँ दुईटा सिस्टममा डिभाइड गर्न सकिन्छ। एउटा चाहिँ 3 फेज 3 वायर सिस्टम, यसलाई चाहिँ ट्रान्समिसनमा युज गर्छ भने अर्को चाहिँ 3 फेज 4 वायर सिस्टम, यसलाई डिस्ट्रिब्युसनमा युज गर्छ। यो हामीले यसो सर्क घरतिर जाँदाखेरि वाच गऱ्यो भने हाम्रो घर अगाडिको खडा भएको पोलमा के हुन्छ, यसरी पोल खडा हुन्छ। यो माथि टपमा हेऱ्यो भने टपमा यसरी टपतिर चाहिँ यसरी तीनटा तार आएको हुन्छ। पोलको टपमा तीनटा तार आएको हुन्छ। यो 3 फेज 3 वायर सिस्टम हो। यो चाहिँ ट्रान्समिसनको लागि युज हुन्छ। यो कुनै हाइड्रो पावरबाट अथवा कुनै सबस्टेसनबाट तिम्रो घरसम्म आइसकेको चाहिँ के हो त यो ट्रान्समिसन लाइन हो। ठिक छ, त्यसपछि यो तीनवटा लाइनको तल हेऱ्यो भने के हुन्छ, यसरी चारवटा लाइन तानेको हुन्छ।
यो चाहिँ डिस्ट्रिब्युसनको लागि युज हुन्छ। आरवाइबी र न्युट्रल गरेर थ्री फेज हो, यो चाहिँ थ्री फेजै हो हुन चाहिँ चारवटा तार भएको कारणले चाहिँ यसलाई के भन्छ थ्री फेज फोर वायर सिस्टम। तीनवटा चाहिँ फेजै हुने भयो, एउटा चाहिँ न्युट्रल हुने भयो। यो चाहिँ ट्रान्समिसनको लागि युज हुने भयो थ्री फेज थ्री वायर सिस्टम भने, थ्री फेज फोर वायर सिस्टम चाहिँ डिस्ट्रिब्युसनको लागि युज हुने भयो। अब हाम्रो घर चाहिँ के हो त भन्दाखेरि हाम्रो घर धेरै छ जनरली घर के हुन्छ सिङ्गल फेज पावर लिएको हुन्छौँ हामीले। घरले सिङ्गल फेज पावर लिन्छ, यसलाई हाउस भनौँ, र फ्याक्ट्रीले के गर्छ त थ्री फेज पावर लिएको हुन्छ। फ्याक्ट्रीले के गर्छ थ्री फेज पावर लिएको हुन्छ, घरले चाहिँ सिङ्गल फेज पावर लिएको हुन्छ। सिङ्गल फेज पावर लिनु पर्यो भने हामीले के गर्छौँ यो आरवाइबी र यो न्युट्रल भनौँ, यो सिङ्गल फेजको लागि सप्लाई लिनु पर्यो भने कुनै एउटा फेजबाट एउटा तार र न्युट्रलबाट एउटा तार यसरी लिन्छौँ। फ्याक्ट्रीको लागि लिनु पर्यो भने के हो थ्री फेज चाहियो भने हामीले तीनवटै फेजबाट चाहिँ के लिन्छौँ सप्लाई लिन्छौँ यसरी। कहिलेकाहीँ के हुन्छ त भन्दाखेरि हाम्रो घर नजिकै हेऱ्यो भने पनि कसैको घरमा लाइन आउने, छेउको घरमा लाइन आउने, अर्को घरमा लाइन नआउने हुन्छ। त्यसमा के समस्या हुन्छ मानौ यो हाउस वान भयो, यो हाउस टू भयो र यो हाउस थ्री भयो। हाउस टूले चाहिँ के गरेछ वाइ फेजबाट र न्युट्रलबाट लिएछ, हाउस थ्रीले चाहिँ के गरेछ बी फेजबाट र न्युट्रलबाट लिएछ भने मानौ यो आर फेजको तार बिग्रियो भने यो एचवाला हाउसमा के आउने भएन लाइन आउने भएन। तर वाइ फेज र बी फेज त एक्टिभ छ नि त, वाइ फेज र बी फेज एक्टिभ भएको हुनाले टू र थ्रीमा चाहिँ लाइन आउँछ तर एचमा चाहिँ लाइन आउँदैन। कहिलेकाहीँ देखिन्छ आफ्नो घरमा लाइन हुँदैन अर्कोको घरमा लाइन हुन्छ, त्यो के हो त हाम्रो घरमा चाहिँ एउटा फेजबाट तानेको हुन्छ भने अर्को घरमा अर्कोको फेजबाट तानेको हुनसक्छ। कुनै एउटा फेज बिग्रियो भने एउटा फेजमा लाइन नआउने हो। थ्री फेजको एडभान्टेज भन्दाखेरि यसरी पनि भन्न सकिन्छ। थ्री फेजलाई चाहिँ दुईवटा सिस्टममा डिभाइड गरिएको छ, थ्री फेज थ्री वायर सिस्टम र थ्री फेज फोर वायर सिस्टम। ठिक छ, थ्री फेज थ्री वायर सिस्टम चाहिँ ट्रान्समिसनको लागि युज हुन्छ भने थ्री फेज फोर वायर सिस्टम चाहिँ डिस्ट्रिब्युसन पर्पजको लागि युज हुन्छ। यसमा अहिले मेन फोकस हामी न्युमेरिकल सल्भ गर्नतिर लागौँ। न्युमेरिकल धेरै छ, न्युमेरिकलै आउँछ, थ्योरी पनि डेरिभेसन टाइपको आउँछ, अरू केही आउँदैन। न्युमेरिकल सक्यो भने मिलाउन सकिन्छ है। ठिक छ, अब यो थ्री फेज भनेर आरवाइबी तीनवटा फेजमा डिभाइड गरेछ भने यो तीनवटा फेजको एरेन्जमेन्ट चाहिँ दुई तरिकाले गर्न सकिन्छ। त्यो एरेन्जमेन्टलाई चाहिँ के भन्छ फेज सिक्वेन्स भन्छ। अब लेख टपिक भनेर फेज सिक्वेन्स भनेर लेख। तीनवटा फेज छ, तीनवटा फेज भनेको आरवाइबी भनेर हामीले डिभाइड गरेछौँ भने तीनवटा फेजको एरेन्जमेन्टलाई चाहिँ के भन्छ फेज सिक्वेन्स भन्छ। फेज सिक्वेन्स पनि इम्पोर्टेन्ट छ है। फेज सिक्वेन्स चाहिँ दुईवटा फेज सिक्वेन्स छ, एउटालाई चाहिँ भन्छ पोजिटिभ फेज सिक्वेन्स, एउटा चाहिँ नेगेटिभ फेज सिक्वेन्स। अब पोजिटिभ फेज सिक्वेन्स र नेगेटिभ फेज सिक्वेन्समा के डिफ्रेन्स छ हेरौँ। अब हामीले के एरेन्ज गर्छौँ त भन्दाखेरि तीनवटा फेज आरवाइबीलाई तीनवटा फेजलाई चाहिँ के गर्छौँ हामीले 120 120 120 को एङ्गलमा फेज डिफ्रेन्स राखेर चाहिँ के गर्छौँ यसरी डिभाइड गर्छौँ है। थ्री फेज सिस्टममा थ्री फेज सिस्टम भन्दा के हुने भयो तीनवटा सिस्टम तीनवटा फेज हुने नम्बर अफ फेज थ्री हुने भयो भने फेज डिफ्रेन्स अथवा फेज डिफ्रेन्स एङ्गल निकाल्नु पर्यो तीनवटा फेजको भने के गर्ने 360 डिभाइड बाई नम्बर अफ फेज हो। 360 डिभाइड बाई नम्बर अफ फेज 3 छ भने कति आयो त फेज डिफ्रेन्स 120 आयो भने यो तीनवटा फेजलाई आरवाइबी फेजलाई चाहिँ हामीले 120 120 120 को एङ्गलमा यसरी राख्न सक्ने भयो। यसलाई भन्छ पोजिटिभ सिक्वेन्स। पोजिटिभ सिक्वेन्समा के हुन्छ त भन्दाखेरि हामी यसरी एन्टी क्लकवाइज घुम्छौँ पोजिटिभ सिक्वेन्समा। एन्टी क्लकवाइज घुम्दाखेरि पहिला आर घुम्यो, त्यसपछि वाइ घुम्यो, त्यसपछि बी घुम्यो। ठिक छ, यो यसरी यो आरवाइबी यसरी घुम्यो भने यसलाई पोजिटिभ सिक्वेन्स भन्छ। यही एन्टी क्लकवाइज डिरेक्सनमा आरबिवाई यसरी पनि राख्न सक्यो हेर है, वाइ र बीको पोजिसन चेन्ज छ। आरबिवाई भनेर पहिला आर घुम्यो पछि बी घुम्यो र पछि वाइ घुम्यो भने यसलाई चाहिँ के भन्छ नेगेटिभ सिक्वेन्स भन्छ। अब यो जुन हामीले यहाँ फेजरको फेज भिआरलाई चाहिँ हामीले रिफरेन्स फेजर मानेछौँ, दुवै केसमा भिआरलाई चाहिँ रिफरेन्स फेजर मानेछौँ। त्यसपछि चाहिँ के गरेछौँ वाइ र बीको चाहिँ फेज डिफ्रेन्स राखेछौँ भने वाइ र बीलाई डिनोट गर्दाखेरि भिआर इजिकल टु भिएम साइन ओमेगा टी लेखेको बुझिन्छ कि बुझिँदैन ल भनौँ है। अब चाहिँ यो चाहिँ के भयो त हाम्रो साइनोसोडियल एक्सप्रेसन भयो, भिआर इजिकल टु भिएम साइन ओमेगा टी भयो भने भिआर इजिकल टु अब यसलाई चाहिँ के गर्नु पर्यो पोलर फर्ममा लेख्नु पर्यो भने भिआर इजिकल टु भी, यसलाई अझ यता यसो भने भी फेज भन है, भिपी एङ्गल 0 भनेर लेख्न सकियो भने भिपीको भ्यालु कति हुन्छ यति भिएम नोन छ भने यो म्याक्सिमम भ्यालु हो, यो चाहिँ के हुने हो
आरएमएस भ्यालु हुने हो। आरएमएस भ्यालु भनेको के हो त? कति हो आरएमएस भ्यालु भनेको? म्याक्सिमम भ्यालु दिएछ भने भिएम बाई अंडर रुट 2 भनेपछि यो भिपी हो, यसको भ्यालु कति हुन्छ? यदि भिएम दिएर छ भने भिएम बाई रुट 2 गरेर निकाल्न पर्छ है। यो सिंगल फेजको लागि पनि इम्पोर्टेन्ट छ, अहिले पनि बुझिराख। मैले पहिला के गरेँ, यसको चाहिँ इक्वेसन लेखेँ, भिआर इजिकल टु भिएम साइन ओमेगा टी गरेर साइनोसोडियल इक्वेसनको टर्ममा पनि लेख्न मिल्यो र पोलार फर्ममा पनि यसरी लेख्न मिल्यो। त्यसपछि भिवाई, यो भिवाई के छ त? यो भिआरलाई कति एंगलले ल्याग गरेछ? यो भिवाईले भिआरलाई 120 ले ल्याग गरेछ भने ल्याग गर्दा बित्तिकै के आयो? यहाँ -120 आयो। एंगलमा पनि कति आयो? -120 आयो। ठीक छ। भिवाई भनेको के भनेको, यसलाई पनि फेज भोल्टेज भन, भिपी, यो पनि भिपी, भिपी एंगल कति आयो त? -120 आयो पोजिटिभ सिक्वेन्समा है। त्यसपछि भिभी भनेको यो हो। भिभी भनेको यताबाट हेर्यो भनेपछि 120 र 120 240 एंगलले ल्याग गरेछ। योतिरबाट हेर्यो भने के गरेछ त? फेरि 120 एंगलले चाहिँ के गर्यो? यता यस्तो डिरेक्सनमा गयो भने लिड हो, मास्तिर गयो भने लिड हो। ठीक छ। यतातिरबाट यसरी यसरी गयो भने चाहिँ के हो? ल्याग हो। भनेपछि यहाँ के लेख्न मिल्यो? दुईटा तरिकाले लेख्न मिल्यो। भिबीले भिआरलाई चाहिँ 240 एंगलले ल्याग गरेछ अथवा भिबीले भिआरलाई चाहिँ 120 एंगलले लिड गरेछ। यो कुरा यो ग्राफबाट बुझिन्छ कि बुझिँदैन? यो फिगरबाट हेर है। हामीले पहिलो काम के गर्यौं भन्दाखेरि तीनवटा फेज छ, आरवाईबी फेजलाई चाहिँ इक्वल फेज डिफरेन्समा राख्यौं। भिआरलाई रिफरेन्स फेजर बनायो, 120 120 120 गरेर आरवाईबी फेज यसरी राख्यौं। ठीक छ। अब यिनीहरूको इक्वेसन लेख्न पर्यो। म्याथमेटिकल इक्वेसन लेख्दाखेरि हामीले यसलाई भिआरलाई चाहिँ हामीले रिफरेन्स फेज मानेछौँ भने त्यसको इक्वेसन के हो? भिआर इजिकल टु भिएम साइन ओमेगा टी हो। ठीक छ। अथवा यसलाई के लेख्न मिल्यो? भी फेज एंगल 0 पनि लेख्न मिल्यो। यसमा क्लियर छ? त्यसपछि भिवाईले भिआरलाई कति एंगलले ल्याग गरेछ त भनेपछि भिवाई र भिआर बीचको एंगल चाहियो। त्यो भनेको कति हो? 120 डिग्री हो। अब यता तलतिर झर्यो भने के गर्ने हो? ल्याग गर्ने हो। भने भिवाईले कति एंगलले ल्याग गर्यो त? 120 एंगलले ल्याग गर्यो। ल्याग गरेको हुनाले यहाँ -120 आयो। क्लियर छ? अब भिबीमा जाउँ हेर है। भिबी र भिआर बीचको एंगल यता यता ल्यागिङ एंगल मतलब यस्तो उल्टो डिरेक्सनमा जाने हो नि त। यो उल्टो डिरेक्सनमा जाँदाखेरि अथवा यो क्लकवाइज डिरेक्सनमा जाँदाखेरि कति एंगल बनायो? 240 एंगल बनायो नि त हो। 120 + 120 गरेर 240 एंगल बनायो भने यो भिबीले भिआरलाई कति एंगलले ल्याग गर्यो त? 240 एंगलले ल्याग गर्यो। ठीक छ। यही कुरालाई हामीले यताबाट पनि हेर्यो भने यो भिआर र भिबीको बीचको एंगल त यता यति एन्टी क्लकवाइज डिरेक्सनमा हेर्यो भने अथवा अपवर्डतिर हेर्यो भने त कति छ? 120 छ नि त। 120 छ भनेपछि भिबीले चाहिँ के गरेछ? भिआरलाई लिड गरेछ। कति एंगलले? 120 एंगलले। भने यो लेख्न पाएँ मैले। बुझिन्छ? बुझिन्छ कि बुझिँदैन? ल पोजिटिभ सिक्वेन्सको यो भयो भने नेगेटिभ सिक्वेन्समा के हुने हो? रिफरेन्स फेजर भिआरै मान्ने हो। वाई र बीको चाहिँ पोजिसन चेन्ज गर्यो। यहाँ वाई र बी यसरी छ भने यहाँ चाहिँ वाई र बी यसरी चेन्ज भएको छ। हेर, वाई र बीको पोजिसन चेन्ज भएको छ। यो नेगेटिभ सिक्वेन्सको फेज सिक्वेन्स चाहिँ आफै लेख न त इक्वेसनहरू। ट्राई गर त, नत्र यही स्क्रिनमा पनि छ, लेख। यसमा केही बुझिँदैन भने भनौ है। अनि यो लेखिसक्यौ भने भन। पोजिटिभ सिक्वेन्समा भिआर इजिकल टु भी फेज एंगल 0 हुने भयो, भिवाई इजिकल टु भी फेज एंगल -120 डिग्री हुने भयो र भिबी इजिकल टु भी फेज एंगल +120 डिग्री हुने भयो भने नेगेटिभ सिक्वेन्समा चाहिँ भिबी चाहिँ के हुने भयो? भी फेज एंगल -120 डिग्री हुने भयो। भिवाई एंगल चाहिँ भी फेज एंगल +120 डिग्री हुने भयो। यसमा चाहिँ भिबीले चाहिँ भिआरलाई 120 एंगलले ल्याग गरेछ। भिवाईले चाहिँ भिआरलाई 120 एंगलले लिड गरेछ। यसमा हेर्यो भने भिवाईले भिआरलाई 120 एंगलले ल्याग गरेछ।
र भिबीले भिआरलाई चाहिँ 120 एङ्गलले लिड गरेछ। केही नभए पनि यो तिनवटा इक्वेसन चाहिँ सम्झिनु पर्यो। यो एउटा इक्वेसन, यो एउटा इक्वेसन, त्यसपछि यो एउटा इक्वेसन। भिआर भनेको के, भिवाई भनेको के, भिबी भनेको के, यो सम्झिनु पर्यो है। ठिक छ, पोजिटिभ सिक्वेन्सको सम्झ्यो भने नेगेटिभ सिक्वेन्समा चाहिँ वाइ र बीको पोजिसन इन्टरचेन्ज गरे मात्रै हो। यहाँसम्म भयो? ल एडभान्टेजहरू हेर। अब के गर्न सकिन्छ त भन्दाखेरि तिनवटा फेजलाई चाहिँ दुई तरिकाले कनेक्सन गर्न सकिन्छ। आरवाइबी तिनवटा फेज छ, यहाँ पनि आरवाइबी तिनवटा फेज छ। यिनीहरूको कनेक्सन चाहिँ दुईवटा तरिकाले गर्न सकिन्छ। एउटा भयो स्टार कनेक्सन, अर्को भयो डेल्टा कनेक्सन। ठिक छ, स्टार कनेक्सन गर्दाखेरि चाहिँ के गर्ने, यो आर फेजको हेड आर भयो, आर ड्यास भनेको टेल मानौ, हेड टेल, वाइ ड्यास भनेको टेल भनौँ, बी भनेको हेड भनौँ, बी ड्यास भनेको टेल भनौँ। यदि तीनवटैको टेललाई चाहिँ कमन पोइन्टमा जोडिन्छ भने त्यो चाहिँ के भयो, स्टार कनेक्सन भयो। टेललाई पनि जोड्न मिल्यो, हेडलाई पनि जोड्न मिल्यो। कुनै तीनवटा पोइन्टलाई चाहिँ के गर्न पर्यो, कुनै तीनवटा सेम टेललाई कमन गर्ने अथवा सेम तीनवटा हेडलाई चाहिँ कमन गरेर जोड्यो भने, एउटै पोइन्टमा जोड्यो भने त्यो चाहिँ के हुन्छ, स्टार कनेक्सन हुन्छ। हेर है, यो आर ड्यास, वाइ ड्यास र बी ड्यास यो तिनवटा टेललाई चाहिँ एउटै पोइन्टमा जोड्यो भने के हुन्छ, स्टार कनेक्सन हुन्छ। ठिक छ, डेल्टा कनेक्सनमा चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि एउटाको टेल अर्कोको हेडसँग जोड्छौँ, एउटाको टेल अर्कोको हेडसँग जोड्छौँ, एउटाको टेल अर्कोको हेडसँग जोड्छौँ, सिरिज टाइपको जसरी जोड्छौँ। यहाँ हेर्दाखेरि हेर, आर ड्यासलाई हामीले के गरेछौँ, वाइसँग जोडेछौँ, वाइ ड्यासलाई के गरेछौँ, बीसँग जोडेछौँ, बी ड्यासलाई के गरेछौँ, आरसँग लगेर जोडेछौँ। यस्तो खाले कनेक्सनलाई चाहिँ डेल्टा कनेक्सन भन्यो भने सबै टेललाई चाहिँ कमन पोइन्टमा जोड्यो भने यसलाई के भन्यो, स्टार कनेक्सन भन्यो। ठिक छ, यो बनाऊ है, यो एकैचोटि यो बनाऊ, त्यो माथिको कन्टिन्यू हो। अब हामीले 3 फेज 4 वायर सिस्टम हुन्छ भनेर भनेछौँ भने 3 फेज 4 वायर सिस्टम गर्नु पर्यो भनेपछि हामी के गर्छौँ, यहाँनिर एउटा न्युट्रल पोइन्ट जोडिदिन्छौँ, स्टार कनेक्सन एउटा न्युट्रल पोइन्ट जोडिदिन्छौँ। 3 फेज 4 वायर सिस्टम चाहियो भने हामीले कनेक्सन के गर्नुपर्ने रहेछ, स्टार कनेक्सन गर्नुपर्ने रहेछ। 3 फेज 3 वायर सिस्टम चाहियो भने हामीले के गर्नुपर्ने रहेछ, डेल्टा कनेक्सन गर्नुपर्ने रहेछ। यहाँ न्युट्रल पोइन्ट पनि ल्याएर जोडियो भने यसलाई चाहिँ के भन्यो, स्टार कनेक्सन भन्यो। स्टार कनेक्सन चाहिँ 3 फेज 4 वायर सिस्टम हुन गराउन सकिने रहेछ भने डेल्टा कनेक्सन चाहिँ 3 फेज 3 वायर सिस्टम हुने रहेछ। ल यो बनाऊ। यसमा न्युमेरिकलहरू त्यस्तो सिंगल फेजको जस्तो धेरै थरीको न्युमेरिकल छैन, सिम्पल एक थरीको एक थरीको न्युमेरिकल छ। सबै सिमिलर न्युमेरिकल आउने एउटा प्रोसेस जान्दै पुग्छ। यो भयो। ल ल ल कपी गर्दै गर, भइसकेपछि भन है। रेकर्ड भइरहेछ बाबु, भएको छ होइन, भइरहेछ 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 रेकर्ड भइरहेछ। रेकर्डबाट बुझिन्छ भने बेस्ट भयो, रेकर्डबाट पनि बुझिएन भने फेरि सोध्न नहिचकिचाऊ है, सोधौँ पछि फेरि एकचोटि सेड्युल मिलाएर फेरि क्लास लिन सकिन्छ। जान्नु चाहिँ पर्छ। एसी पोर्सन अलिकति गाह्रो छ, अलिक बढी प्र्याक्टिस गर्न पर्छ, धेरैको बिग्रेछ। त्यो खै प्र्याक्टिस कमी भयो कि के भयो, आधा आधा प्रोसेस मिल्छ, आधा प्रोसेस पछाडि आधा प्रोसेस फेरि एकदमै रङ बाटो समातेछौ है। ल यति भइसकेपछि अब ब्यालेन्स सिस्टम र अनब्यालेन्स सिस्टम भन्ने कुरा आउँछ। ब्यालेन्स सिस्टम भनेको के हुने हो त भन्दाखेरि यो तीनवटै फेजमा, यो तीनवटै फेजको म्याग्निट्युड चाहिँ सेम भयो भने, भी फेज यो भिआरको पनि म्याग्निट्युड, भिवाईको पनि म्याग्निट्युड, भिबीको म्याग्निट्युड पनि के भयो, सेम भयो भने चाहिँ यसलाई के भन्छ, ब्यालेन्स सिस्टम भन्छ। ठिक छ, यदि करेन्ट राख्यो भने करेन्टको म्याग्निट्युड पनि तिनीवटैको सेम फेज भयो, सेम म्याग्निट्युड छ भने
त्यसलाई चाहिँ के भन्छ ब्यालेन्स। म्याग्निट्युड पनि सेम हुनु पर्यो र तिनवटा बिचको फेज एङ्गल पनि के हुनु पर्यो 120 120 120 नै हुनु पर्यो। त्यसलाई चाहिँ के भन्छ ब्यालेन्स सिस्टम भन्छ है। डेफिनेसन त्यही छ। फेज भोल्टेज र म्याग्निट्युड पनि इक्वल हुनु पर्यो र 120 डिग्रीको एङ्गल बनाउनु पर्यो। करेन्ट छ भने करेन्ट पनि के हुनु पर्यो त म्याग्निट्युड पनि सेम हुनु पर्यो र 120 डिग्रीको एङ्गल बनायो भने त्यसलाई चाहिँ ब्यालेन्स थ्री फेज सिस्टम भन्छ है। ठिक छ, यो डेफिनेसन चाहिँ पछि लेख्न पनि सकिन्छ। अगाडि जाउँ। अब टपिक लेख स्टार कनेक्सन भनेर लेख। टपिक लेख त स्टार कनेक्सन। यो चाहिँ इक्जाम पोइन्ट अफ भ्यूले भेरी भेरी इम्पोर्टेन्ट। यसलाई बुझ्यौ भने न्युमेरिकल इजिली सल्भ गर्न सक्छौ। टपिक लेख स्टार कनेक्सन भनेर लेख। स्टार कनेक्सन अब के गर्ने तीनटा फेज आर फेज, यो चाहिँ आर फेज भयो, यो चाहिँ आर फेज भयो, यसलाई चाहिँ वाई फेज भने र यसलाई चाहिँ बी फेज भने। यो आरलाई यो वाईले चाहिँ 120 एङ्गलले ल्याग गरेछ, यो बीले यो आरलाई चाहिँ 120 एङ्गलले लिड गरेछ। ठिक छ, अनि त्यसपछि बाँकी रहेको एङ्गल चाहिँ कति भयो 120 भयो। ठिक छ, अनि के गर्यो स्टार कनेक्सनमा मैले के भनेको छु आर, यो आर ड्यास भयो। ठिक छ, यो वाई हो भने यो हेड हो भने यो के भयो यो वाई ड्यास भयो। यो बी हेड हो भने यहाँनिरको के भयो बी ड्यास भयो। के गरेछु त भन्दाखेरि तीनवटैको पुच्छरलाई चाहिँ एउटै पोइन्टमा जोडेछ। यो तीनवटैको पुच्छरलाई एउटै पोइन्टमा जोडेको हुनाले यो के भयो स्टार कनेक्सन भयो। ठिक छ, यसरी जोडेको। यो तीनवटा बिच यस्तो ठ्याक्कै यस्तो किन बनाएको त भन्दाखेरि यो तीनवटा चाहिँ 120 120 120 एङ्गलमा जस्तो देखाउनलाई यस्तो यसरी एउटा पोजिसनमा राखेको है। यो एङ्गल पनि 120 हो, यो एङ्गल पनि 120 हो र यो एङ्गल पनि 120 हो। टपिक हो स्टार कनेक्सन। स्टार कनेक्सन लेख्न छुटेछ, टपिक स्टार कनेक्सन भनेर लेख। ठिक छ, अब यसैमा कन्टिन्यू गर्दाखेरि यो यहाँसम्म भयो होला होइन, नत्र यहाँसम्म वाचन पनि यही हो। आर फेजमा जोडेको इम्पिडेन्सलाई जेडआर लेख्यौ, वाई फेजमा जोडेको इम्पिडेन्सलाई जेडवाई लेख्यौ र बी फेजमा जोडेको इम्पिडेन्सलाई चाहिँ जेडबी लेख्यौ। यसरी आर आर ड्यास, वाई वाई ड्यास, बी बी ड्यास भनेर देखाउनु पर्दैन है। यो तीनटा कुरो चाहिँ यो तीनटा कुरो जुन छ आर ड्यास वाई ड्यास बी ड्यास, यो कुरो चाहिँ देखाउनु पर्दैन, लेख्न पर्दैन। मैले अहिले बुझाउनलाई लेखिदिएको है। मैले अघि नै भनिसकेँ स्टार कनेक्सनमा चाहिँ हामीले के गर्छौँ तीनवटै फेजको पुच्छरलाई चाहिँ एउटै पोइन्टमा कमन गरेर जोड्छौँ। त्यही गरेको यो पोइन्ट चाहिँ कमन पोइन्ट भयो। कमन पोइन्टबाट चाहिँ हामीले के तानेछौँ त हेर त यहाँ कमन पोइन्टबाट हामीले यहाँ तानेछौँ न्युट्रल तानेछौँ। यो जुन तार तानियो यो चाहिँ के भयो न्युट्रल भयो। यो कमन पोइन्टबाट तानेको तार भयो है। ठिक छ, अब के भयो त यो थ्री फेज, एक फेज आर फेज वाई फेज बी फेज, थ्री फेज र 1 2 3 चारवटा गरे चारवटा वायर भयो, थ्री फेज फोर वायर सिस्टम भयो। ठिक छ, फेज भनेको यो एउटा फेज भयो आर फेज, यो एउटा फेज भयो वाई फेज, यो भनेको फेज भयो बी फेज। त्यसपछि यहाँ वान भनेर जुन देखाएको छ यो भनेको लाइन हो। वान भनेर जुन देखाएको छ, अब यो फेजबाट प्रत्येक फेजबाट लाइन तान्यो, वानबाट पनि लाइन तान्यो, वाईबाट पनि लाइन तान्यो, बीबाट पनि लाइन तान्यो। यो 1 2 3 चाहिँ के हो त लाइन हो। लाइन भ्यालु र फेज भ्यालु भनेर आउँछ है। एकदमै बुझ्नुपर्ने जरुरी बुझ्नुपर्ने कुरा चाहिँ लाइन भ्यालु भनेको के र फेज भ्यालु भनेको के त्यो बुझ्न जरुरी छ है। पहिला सुरुमा चाहिँ मैले ए बनाएँ, ए फिगर हो। यसमा यो चाहिँ आरवाईबी फेज भयो, आरवाईबी फेज भयो। आर फेजमा राखेको इम्पिडेन्स जेडआर भयो, वाई फेजमा राखेको इम्पिडेन्स जेडवाई भयो, बी फेजमा राखेको इम्पिडेन्स जेडबी भयो। र यसमा के जोडे त मैले लाइन जोड दिएँ, लाइन 1 लाइन 2 र लाइन 3। आरमा जोडे लाइन 1, वाईमा जोडे लाइन 2 र बीमा जोडे लाइन 3। यो फेज सिक्वेन्स अहिले के हो त आर वाई बी फेज सिक्वेन्स हो। यो आरवाईबी फेज सिक्वेन्स लेख्छु है। आरवाई फेज सिक्वेन्समा के हुन्छ वाईले चाहिँ आरलाई 120 एङ्गलले ल्याग गर्छ, बीले चाहिँ आरलाई 120 एङ्गलले लिड गर्छ। लिड गर्नलाई यसरी एङ्गल हेर्न पर्यो, ल्याग गर्नलाई चाहिँ यसरी एङ्गल हेर्न पर्यो। ठिक छ, यो आर ड्यास वाई ड्यास बी ड्यास भनेर यो पोइन्ट देखाउन जरुरी छैन। अब हेर है, यो फिगर भइसकेपछि भन है।
ल अब यसमा हामीले फेज भ्यालु चाहियो, फेज भोल्टेज पनि चाहियो, फेज करेन्ट पनि चाहियो, त्यसपछि लाइन भोल्टेज पनि चाहियो, लाइन करेन्ट पनि चाहियो। फेज भोल्टेज भनेको यो आर र आर ड्यास हो नि त, आर र आर ड्यास भनेको एउटा फेज हो। यो फेजको भोल्टेजलाई चाहिँ के भन्छ, फेज भोल्टेज भन्छ। यो दुईटा पोइन्ट बिचको भोल्टेजलाई के भन्छ, फेज भोल्टेज भन्छ। आर र आर ड्यास बिचको पोइन्टको भोल्टेजलाई चाहिँ के भन्छ, फेज भोल्टेज भन्छ भने आरदेखि आर ड्याससम्म बग्ने करेन्टलाई चाहिँ के भन्छ, फेज करेन्ट भन्छ। ठिक छ। अब यो पोइन्ट भनेको आर ड्यास भने पनि, वाइ ड्यास भने नि, बी ड्यास भने नि पोइन्ट के हो त, त्यो भनेको न्युट्रल पोइन्ट हो। ठिक छ। भनेपछि फेज भोल्टेज भनेको के हुने रहेछ त, आर र यान बिचको पनि एउटा फेज भोल्टेज भयो, त्यो भनेको भिआर आर फेज भोल्टेज भयो। ठिक छ। फेज भोल्टेजलाई चाहिँ एउटा मात्रै बुलले डिनोट गरिन्छ, लेटरले आरले मात्र डिनोट गरिन्छ। यदि वाइको फेज भोल्टेज लिने भने, वाइ फेजको फेज भोल्टेज लिने भने भिवाई भनेर डिनोट गरिन्छ, र बी फेजको भोल्टेज लिने भने भिभी भनेर डिनोट गरिन्छ। ठिक छ। यो भिआरएन, भिवाइएन, भिबिएन भनेर देखाउन खोजेको चाहिँ आर फेजदेखि यानसम्मको भनेर देखाएको। फेज फेज भोल्टेज आर फेजको फेज भोल्टेज भने कति रहेछ त, भिआर रहेछ। हेर है, वाइ फेजको भोल्टेज भने कति रहेछ, यहाँदेखि यहाँसम्म रहेछ। वाइदेखि यानसम्मको भनेको फेज भोल्टेज भिवाई भयो। बीदेखि यानसम्मको भोल्टेज भनेको के भयो, भिभी भयो। ठिक छ। फेज भोल्टेज भनेको कुनै एउटा लाइन र न्युट्रल बिचको भोल्टेज है, यसको केसमा चाहिँ, स्टारको केसमा चाहिँ सिम्पल भन्नुपर्दाखेरि आर र आर ड्यास बिचको भोल्टेज हो। अहिले यहाँनिर चाहिँ आर ड्यास, वाइ ड्यास, बी ड्यास चाहिँ कमन पोइन्टमा जोडिएको छ, त्यो चाहिँ न्युट्रल पोइन्ट भयो। यसमा हेर्दाखेरि आर र यान बिचको फेज भोल्टेज भनेको आरको फेज भोल्टेज भयो, वाइ र यान बिचको फेज भोल्टेज भनेको वाइ फेज भोल्टेज भयो, र बी र यान बिचको फेज भोल्टेज भनेको भिभी भयो। ठिक छ। फेज भोल्टेजलाई चाहिँ एउटा मात्रै लेटरले डिनोट गरिन्छ है, भिआर, भिवाई अथवा भिभी। तिमी आफ्नो फिगर हेर्दै म्याच गर्दै गर है, नबुझेको कुरा सोध है। यो कन्फ्युजन चाहिँ क्लियर हुन जरुरी छ। अहिले नै क्लियर भयो भने न्युमेरिकल गर्न सकिन्छ। त्यसपछि फेज करेन्ट भनेको चाहिँ के भयो, यो आरदेखि आर ड्याससम्म बग्ने करेन्ट हो, त्यसलाई चाहिँ के भयो, आइआर बगेछ भने आरदेखि आर ड्याससम्म कति बग्यो, आइआर बग्यो। वाइदेखि वाइ ड्याससम्म भनेको वाइयानसम्म बग्ने करेन्ट आइवाई भयो। बीदेखि बी ड्याससम्म बग्ने करेन्ट भनेको आइबी भयो। फेज करेन्ट भनेको आइआर, आइवाई, आइबी भयो। ठिक छ। बुझे छैन भने भन है। फेज भोल्टेज, फेज करेन्ट भने कुन कुन पोइन्टको रहेछ भनेर बुझिन्छ कि बुझिँदैन। ल, आर फेज भनेको यो फेज भयो, यसमा यो जेडआरमा बग्ने करेन्ट भनेको आइआर भयो। ठिक छ। फेज करेन्ट, फेज भोल्टेज र फेज करेन्ट भयो। अब जाऊ लाइन भोल्टेजमा। लाइन भोल्टेजलाई चाहिँ भिआरले डिनोट गरिन्छ, र लाइन भोल्टेज भने के हो त, कुनै दुईटा लाइन बिचको भोल्टेज हो। जस्तै यो 1 लाइन छ, 2 लाइन छ, लाइन 3 छ। अब म लाइन भोल्टेजको बारेमा लेख्छु। यहाँ हेऱ्यो भने तीनटा लाइन छ, लाइन 1, लाइन 2 र लाइन 3। कुनै दुईटा लाइन बिचको भोल्टेजलाई चाहिँ के भन्ने हो, लाइन भोल्टेज भन्ने हो। भने यो 1 र 2 बिचको भोल्टेजलाई चाहिँ के भन्यो, लाइन भोल्टेज भन्यो। यसलाई केले डिनोट गर्यो, 1 मा चाहिँ आर कनेक्टेड छ, 2 मा चाहिँ वाइ कनेक्टेड छ भने यो के भयो, डी आर वाइ भयो है। कतिवटा लाइन भोल्टेज छ त, यहाँ तीनटा लाइन भोल्टेज छ। एउटा चाहिँ 1 र 2 बिचको लाइन भोल्टेज भयो, एउटा चाहिँ यो 2 र 3 बिचको लाइन भोल्टेज भयो। 2 र 3 बिचको लाइन भोल्टेजलाई के भन्ने, भी वाइबी। ठिक छ। त्यस्तै गरी 3 र 1 बिच पनि लाइन भोल्टेज छ, 3 र 1 बिच पनि लाइन भोल्टेज छ, यसलाई के भन्ने, भिआर भन्ने है। ठिक छ। तीनटा लाइन भोल्टेज भयो, तीनटा लाइन भोल्टेज, तीनटा फेज भोल्टेज, तीनटा फेज करेन्ट र तीनटा लाइन करेन्ट हुनु पर्यो। लाइन भोल्टेजलाई हामीले केले डिनोट गर्दो रहेछ, दुईटा लेटरले डिनोट गर्दो रहेछ, आरवाई, वाइबी, बिआर भनेर यसरी डिनोट गर्दो रहेछ भने फेज भोल्टेजलाई चाहिँ एउटा मात्रै लेटरले डिनोट गर्दो रहेछौँ, भिआर, भिवाई अथवा भिबी भनेर डिनोट गर्दो रहेछौँ। ठिक छ।
यहाँसम्म भयो। अब यहाँबाट हेऱ्यो भने लाइन करेन्ट भनेको के त लाइन 1 मा बग्ने करेन्ट, लाइन 2 मा बग्ने करेन्ट र लाइन 3 मा बग्ने करेन्ट हो। लाइन 1 मा आइआर करेन्ट यहाँ फेज यो आरदेखि आरसम्म आइआर करेन्ट बगेछ भने यो लाइनमा पनि के बग्छ त सेम करेन्ट बग्छ, आइआरै बग्छ। आई वान आरमा बग्ने करेन्ट भनेको पनि के हुने भयो आइआर हुने भयो। यो लाइनमा बग्ने करेन्ट हो है, लाइन करेन्ट भनेको यो लाइनमा बग्ने करेन्ट हो। यो यसमा यो फेजमा आइआर करेन्ट बगेछ भने यहाँनिर आइआर करेन्ट बगेछ भने यहाँनिर पनि के बग्ने भयो त आइआर बग्ने भयो। क्लियर छ। त्यस्तै गरी यसमा चाहिँ आइवाई बगेछ भने यहाँनिर पनि के बगिरहेछ त आइवाई बगेछ है। यहाँनिर बग्ने करेन्ट चाहिँ फेज करेन्ट भयो, यहाँनिर बग्ने करेन्ट चाहिँ के भयो लाइन करेन्ट भयो। त्यस्तै गरी यतातिर यसमा पनि बग्ने करेन्ट भने चाहिँ फेज करेन्ट भयो, यसमा बग्ने करेन्ट चाहिँ के भयो लाइन करेन्ट भयो। भने थ्री फेज कनेक्सनमा चाहिँ के हुने रहेछ लाइन करेन्ट र फेज करेन्ट चाहिँ के हुने रहेछ लाइन करेन्ट र फेज करेन्ट के हुने रहेछ एउटै हुने रहेछ अथवा इक्वल हुने रहेछ। बुझिन्छ यो कुरो। यो पोइन्टमा बग्ने करेन्ट भनेको फेज करेन्ट भयो, ठिक छ। अनि यसमा बग्ने करेन्ट भनेको यो लाइनमा बग्ने करेन्ट भनेको लाइन करेन्ट हो। यो लाइनबाट बगाएको करेन्ट र यो फेजमा पुगेको करेन्ट के हुन्छ सेम हुने भावनाले थ्री फेज कनेक्सनमा चाहिँ के हुने भयो लाइन करेन्ट र फेज करेन्ट चाहिँ सेम हुने भयो, ठिक छ। त्यसपछि अब यसको कन्क्लुजनमा के लेख त भन्दाखेरि कन्क्लुजन भनेर लेख। कन्क्लुजन लेख्दाखेरि के हुने भयो यहाँबाट कन्क्लुजन हेऱ्यो भने थ्री फेज कनेक्सनमा के हुने रहेछ लाइन भोल्टेज र फेज भोल्टेज बराबर छ कि छैन। त्यस्तै गरी लाइन करेन्ट र फेज करेन्ट बराबर छ कि छैन भनौँ है। फिगर बनाइरहेछौ फलो गरिरहेछौ भने बुझ्छौ, नत्र भने बुझ्दैनौ। बुझे छैन भने सोध्न नहिचकिचाऊ है। अघि मैले ड्र गरे अनुसार के भने लाइन भोल्टेज भनेको चाहिँ भिआरएन भनेर यो लाइन भोल्टेज भने आरमा भएको लाइन भोल्टेज सरी फेज भोल्टेज भनेको चाहिँ यो भोल्टेज भयो, ठिक छ। भिआर भनेको यो भोल्टेज भयो। र अब लाइन भोल्टेज लिन पर्यो भने यहाँदेखि यहाँसम्म लिए, यसैको लागि इक्विभ्यालेन्ट लाइन भोल्टेज लिए भने यहाँदेखि यहाँसम्म लिए। यो भनेको के भयो भिआर वाइ भयो। लाइन भोल्टेज र फेज भोल्टेज के हुँदैन त यसमा स्टार कनेक्सनमा सेम हुँदैन। यो एउटा कन्क्लुजन भयो। त्यसपछि अर्को कन्क्लुजन के निकाल्यो त हामीले यहाँबाट बग्ने करेन्ट भनेको लाइन करेन्ट हो, यहाँ बग्ने करेन्ट भनेको फेज करेन्ट हो। यहाँबाट जति करेन्ट बग्यो यहाँ पोइन्टमा यो पोइन्टसम्म त सेम करेन्ट बग्छ नि त। अनि त्यो भनेको के हुने भयो त लाइन करेन्ट र फेज करेन्ट चाहिँ के हुने भयो सेम हुने भयो स्टार कनेक्सनमा। यो कन्क्लुजन चाहिँ सम्झिराखौ है। सम्झौ लेखौ, यहाँ मैले लेख्दै रहेनछ लेखौ नत्र कन्क्लुजन भनेर लेख। स्टार कनेक्सनमा के हुने रहेछ लाइन भोल्टेज र फेज भोल्टेज इक्वल हुने रहेनछ र लाइन करेन्ट र फेज करेन्ट चाहिँ के हुने रहेछ इक्वल हुने रहेछ। क्लियर छ। ठिक छ। ल यहाँसम्म क्लियर छ भने अब जाउँ लाइन करेन्ट र फेज करेन्ट इक्वल हुँदैन त भन्यौ। अब हामीले के गरौँ त भन्दाखेरि लाइन करेन्ट र सरी लाइन भोल्टेज र फेज भोल्टेज इक्वल हुँदैन चाहिँ भन्यौ। अब हामीले के गर्ने त भन्दाखेरि लाइन भोल्टेज र फेज भोल्टेज बिचको हामीले रिलेसनसिप निकाल्छौँ, ठिक छ। त्यसको लागि चाहिँ अब ड्र गर्दाखेरि अब टपिक लेख भोल्टेज करेन्ट एन्ड पावर रिलेसन इन थ्री फेज स्टार। वाइ भनेको स्टार हो है, यसमा धेरै फोकस गरिनँ मैले। वाइ भन्नु र स्टार भन्नु एउटै हो। वाइ ब्यालेन्स सिस्टममा चाहिँ भोल्टेज र करेन्ट बिचको सरी लाइन भोल्टेज र फेज भोल्टेज बिचको रिलेसन निकाल्छौँ, पावरको रिलेसन निकाल्छौँ है हामीले। अब त्यसको लागि पहिला के गर्ने फेजर डायग्राम बनाए। यो चाहिँ थ्योरीमा सोध्न सक्छ है, डेरिभेसनमा सोध्न सक्छ। डेरिभेसनमा सोद्धाखेरि फेजर डायग्राम क्लियरली बनायो भने केही भाषा लेख्न पर्दैन। फेजर डायग्राममै कन्फ्युजन भयो भनेपछि भाषा लेख्न पर्छ, नत्र फेजर डायग्राम बन्यो भने भाषा लेख्न पर्दैन। त्यो हुनाले पहिला फेजर डायग्राम बनाउन सिकौ है। फेजर डायग्राम बनाउँदाखेरि टपिक लेख अहिले भोल्टेज करेन्ट एन्ड पावर रिलेसन इन थ्री फेज स्टार कनेक्टेड सिस्टम। ब्यालेन्स सिस्टम भन्नुको मतलब के त भन्दाखेरि भिआर भिवाई भिबीको तीनवटैको म्याग्निट्युड चाहिँ के छ सेम छ र तीनवटा के छ 120 एङ्गलमा एकअर्कासँग फेज डिफरेन्स बनाएर बसेछ। भने पहिला ड्र गर्दाखेरि पहिला के गर फेज भ्यालुको फेज भ्यालुहरू राखेर बनाऊ। भन्नुको मतलब पहिला चाहिँ फेज भोल्टेज बनाऊ। भिआर भनेको फेज भोल्टेज भयो,
त्यसपछि भिवाई भनेको फेज भोल्टेज भयो, त्यसपछि भिबी भनेको फेज भोल्टेज भयो। यो तीनवटा यसरी किन राखेको त, यो 120 एङ्गल, यो 120 एङ्गल र 120 एङ्गल छ भनेर राखेको है। पहिला यो ड्र गर, भिआर, भिवाई र भिबी ड्र गर पहिला सुरुमा, ठिक छ। म छिटो त बोलिरहेको छैन नि, भन है। ठिक छ। फेजर डायग्राम बनाउँदाखेरि पहिला सुरुमा चाहिँ फेजर भ्यालुको डायग्राम बनाउने। फेजर भ्यालु भने के भने चाहिँ मैले एउटा मात्रै लेटरले डिनोट गर्ने, भिआरलाई डिफ्रेन्स फेजर मान्यो, भिवाई र भिबी यसरी मान्यो। यसको फेज सिक्वेन्स चाहिँ के भयो, यसको पनि फेज सिक्वेन्स के भयो, आरवाई बी लेछौँ फेज सिक्वेन्स, ठिक छ। वाईले आरलाई 90 डिग्री सरी 120 डिग्रीले एङ्गलले ल्याग गरेछ र बीले वाईलाई 120 डिग्री एङ्गलले ल्याग गरेछ र बीले आरलाई चाहिँ 120 डिग्रीले लिड गरेछ भने त्यो चाहिँ के भयो, आरवाईबी फेज सिक्वेन्स भयो है। ठिक छ। यो फेज सिक्वेन्स बनाइसकेपछि अब हामीले के बनाउने, फेज करेन्ट बनाउने। स्टार कनेक्सनको लागि बनाउँदैछ फेज करेन्ट चाहिँ के भने तिनीवटैको करेन्ट चाहिँ म्याग्निट्युड चाहिँ सेम राख। यहाँ आइआर चाहिँ ठुलो भयो चाहिँ आइआर चाहिँ अलिकति सानो बनाऊ, आइआर आइवाई आइबीको म्याग्निट्युड चाहिँ लगभग सेम बनाऊ। अनि के हुनु पर्यो त भन्दाखेरि तिनवटा इक्वल डिग्रीले चाहिँ फेज डिफरेन्स क्रिएट गर्ने भएपछि आइआरले चाहिँ भिआरलाई फाइ एङ्गलले ल्याग गरेछ भनेर सपोज गर्यो भने आइवाईले पनि भिवाईलाई के गर्नु पर्यो, फाइ एङ्गलले ल्याग गर्न पर्यो। आइबीले पनि भिबीलाई के गर्नु पर्यो, फाइ एङ्गलले ल्याग गर्न पर्यो। हेर है, यहाँ देखिन्छ यो आइआर आइवाई र आइबीको म्याग्निट्युड चाहिँ सेम बनाऊ है। आइआर चाहिँ अलिक ठुलो भएछ, यसलाई अलिक सानो बनाऊ। अनि के गर त, पहिला चाहिँ भोल्टेज बनाइसकेपछि करेन्ट बनाउनु पर्यो। करेन्टमा चाहिँ फेज करेन्ट बनाउँदैछु। पहिला चाहिँ फेज भोल्टेजको डायग्राम बनायो, त्यसपछि त्यसैमा फेज करेन्ट बनायो। फेज करेन्टमा आइआरले भिआरलाई फाइ एङ्गलले ल्याग गर्न पर्यो, आइवाईले भिवाईलाई फाइ एङ्गलले ल्याग गर्न पर्यो र आइबीले भिबीलाई चाहिँ के गर्नु पर्यो, फाइ एङ्गलले ल्याग गर्न पर्यो। ठिक छ। बुझिन्छ, बनायो यहाँसम्म। ल यो भइसकेपछि अब यसैमा फेरि के गर्ने हो त भन्दाखेरि हामीले अब यो भिआरवाई निकाल्न खोज्दैछौँ। भिआरवाई भने के हो त, लाइन भोल्टेज हो। कसरी निस्किन्छ निकाल्दैछ। भिआरआई भने लाइन भोल्टेज भयो, यो भिआर भनेको चाहिँ के हो, फेज भोल्टेज हो, फेज हो। ठिक छ। अब यो भने यसमा मैले अब भिआरवाई निकाल्नलाई मैले के गरेँ, यो भिआर छ, यो भिवाईलाई चाहिँ अपोजिट डिरेक्सनमा चाहिँ प्रोजेक्ट गरेँ, यसरी अपोजिट डिरेक्सनमा प्रोजेक्ट गरेँ। ठिक छ। भनेपछि यो माइनस भिवाई आयो, यो म्याग्निट्युड चाहिँ सेम छ। यो माइनसले के डिनोट गरेको त भन्दाखेरि यो भिवाईको चाहिँ डिरेक्सन ठ्याक्कै अपोजिट छ भनेर डिनोट गरेको है। ठिक छ। यो भिआरवाई भने के रहेछ त भन्दाखेरि यो भिआर र माइनस भिवाईको भ्याक्टर एडिसन रहेछ। बुझिन्छ। भिआरवाई निकाल्न खोज्दैछु। भिआरवाई निकाल्नलाई मैले के गरेँ, यो भिवाईलाई चाहिँ अपोजिट डिरेक्सनमा प्रोजेक्ट गरेँ। त्यसपछि के गरेको, यो दुईटाको प्यारालोग्राम एडिसन गरे भने पनि भयो, भ्याक्टर एडिसन गरे भने पनि भयो। त्यसको रिजल्टेन्ट चाहिँ के आयो त, भिआरआई आयो, जुन चाहिँ के हो, लाइन भोल्टेज हो। यसमा कसैलाई कन्फ्युजन छ भने भन है। लाइन भोल्टेज निकाल्ने तरिका, फेजर डिरेक्सनबाट, फेजर डायग्रामबाट लाइन भोल्टेज चाहिँ यसरी निकाल्न सकिने रहेछ। ठिक छ। लाइन भोल्टेज त यो भयो। अब लाइन करेन्ट निकाल्ने हो भने के हुन्छ, स्टार कनेक्सनमा त लाइन करेन्ट र फेज करेन्ट सेम हुन्छ, त्यही भएर जे छ त्यही नै हुने भयो। यसलाई चाहिँ निकाल्न परेन, करेन्टको भ्यालु चाहिँ निकाल्न परेन, भोल्टेजको चाहिँ निकाले। अब हेर है, यो भिआर र भिवाई बिचको एङ्गल कति छ, यो चाहिँ एङ्गल 120 छ। भिआर र भिवाई बिचको एङ्गल कति छ, 120 छ भने यो भिआर र माइनस भिवाई बिचको एङ्गल चाहिँ कति हुन्छ, 60 हुन्छ है, 60 हुन्छ। यसले के गर्छ, भिआर र भिबी बिचको एङ्गल चाहिँ 120 छ भने भिआर र भिबी बिचको एङ्गल 120 छ, 120 छ नि त हामीलाई थाहा छ भने यो जुन हामीले नेगेटिभ डिरेक्सन अफ निकाल्यो, यसले चाहिँ के गर्छ त, यो दुईटा एङ्गललाई चाहिँ ठ्याक्कै इक्वल पार्टमा डिभाइड गर्छ। भने यतातिरको एङ्गल कति हुने भयो, माइनस भिवाई र भिआर बिचको एङ्गल चाहिँ कति हुने भयो, 60 डिग्री हुने भयो। हेर है, मैले भनेको बुझेछौ नि कि एक्लै बोलिरहेको छु म, बुझिएछ।
मैले के भन्न खोज्दैछु त यहाँ भन्दाखेरि यहाँ हेऱ्यौ भने भिबी र भिआर बिचको एङ्गल कति छ 120 छ। भिबी र भिआर बिचको एङ्गल 120 छ। अब यो भिवाई र माइनस भिवाई र भिआर बिचको एङ्गल चाहिँ कति हुने भयो 60 डिग्री हुने भयो। त्यस्तै गरी जुन यो रिजल्टेन्ट आयो यो जुन रिजल्टेन्ट आयो यो चाहिँ लाइन भोल्टेज हो र यो फेज भोल्टेज हो। यो बिचको एङ्गल यति एङ्गल चाहिँ कति हुने भयो त 30 डिग्री हुने भयो। ठिक छ। अब यो फेजर डायग्रामबाट हामीले के कन्क्लुजन निकाल्न सक्यौँ त नम्बर 1 कन्क्लुजन चाहिँ के निकाल्न सक्यौँ फेज भोल्टेज दुईटा फेज भोल्टेज बिचको एङ्गल चाहिँ 120 डिग्री हुँदो रहेछ। फेज भोल्टेज चाहिँ के छ त 120 डिग्रीले के अरे एकअर्कासँग फेज डिफरेन्स बनाएर बसेछ फेज एङ्गलले। त्यस्तै गरी करेन्टले पनि के गर्छ 120 एङ्गल फेज एङ्गल बनाएर बस्छ। अब चाहिँ के भन्ने लाइन भोल्टेज र फेज भोल्टेजको रिलेसनसिप भन्नु पर्यो। लाइन भोल्टेज यो चाहिँ लाइन भोल्टेज हो यो चाहिँ फेज भोल्टेज हो भने लाइन भोल्टेजले फेज भोल्टेजलाई के गर्दो रहेछ 30 डिग्रीले लिड गर्दो रहेछ। यति बिचको लाइन भोल्टेज फेज बिचको एङ्गल त यो लाइन भोल्टेज हो र यो फेज भोल्टेज हो। लाइन भोल्टेज र फेज भोल्टेज बिचको एङ्गल 30 डिग्री हो भने लाइन भोल्टेज यो हो भने लाइन भोल्टेजले फेज भोल्टेजलाई के गरेको रहेछ त 30 डिग्री एङ्गलले लिड गरेको रहेछ। फर्स्ट कन्क्लुजन लाइन भोल्टेज फेज भोल्टेज चाहिँ के हुन्छ 120 डिग्री एङ्गलको फेज डिफरेन्स बनाएर बसेको हुन्छ। त्यस्तै गरी फेज करेन्ट पनि के गरेछ 120 डिग्री एङ्गल बनाएर बसेछ भने अब लाइन भोल्टेज र फेज भोल्टेज हेर्दाखेरि लाइन भोल्टेजले फेज भोल्टेजलाई चाहिँ के गरेछ 30 डिग्री एङ्गलले लिड गरेछ। ठिक छ। त्यस्तै गरी अब लाइन भोल्टेज र लाइन करेन्ट बिचको रिलेसनसिप भनौँ। यसलाई मैले लाइन करेन्ट पनि भन्छु फेज करेन्ट पनि भन्छु है। किन त भन्दाखेरि थ्री फेज स्टार कनेक्सनमा के हुन्छ लाइन भ्यालु र फेज भ्यालु सेम हुन्छ। लाइन भ्यालु र फेज भ्यालु सेम भए हुनाले यो आइआर भनेको लाइन करेन्ट पनि हो फेज करेन्ट पनि हो भने अब यो लाइन भोल्टेज र लाइन करेन्ट बिच चाहिँ कति एङ्गल छ ल भन त। यो एङ्गल कति हो लाइन भोल्टेज र लाइन करेन्ट बिच एङ्गल चाहिँ कति छ 30 + 5 भनेपछि के भन्न मिल्यो लाइन भोल्टेज र लाइन करेन्ट बिचको फेज डिफरेन्स भने कति रहेछ 30 + 5 रहेछ भनेर भन्न मिल्यो। ठिक छ बुझिन्छ। यो त मैले एउटा मात्रै फेजको लागि एउटा मात्रै लाइन भोल्टेज बनाएँ। यहाँ सबै लाइन भोल्टेज सबैको लागि बनाएको छु है। आर र वाईको लागि लाइन भोल्टेज यो भयो आरवाई भयो। वाई र बीको लागि यो बीलाई चाहिँ के गरे अपोजिट डिरेक्सन प्लट गरे भिवाई बी यो भयो। त्यस्तै गरी बी र आरको लागि चाहिँ के गरे आरलाई चाहिँ अपोजिट डिरेक्सनमा प्लट गरे भिबिआर यो भयो है। यो बनाऊ है अलि राम्रो फिगर बनाऊ मेरो भन्दा बनाऊ है। एउटा फेजको लागि आरवाईको लागि कसरी बने मैले देखाइदिइसकेँ। सेम प्रोसिजर फलो गरेर वाइबीको लागि पनि बनाऊ र त्यस्तै गरी बिबिआरको लागि पनि बनाऊ। बनिसकेपछि भन है। थ्योरी क्वेसन भनेर यसरी नै सोध्न सक्छ है। लाइन करेन्ट र फेज के अरे लाइन करेन्ट र लाइन भोल्टेज बिचको फेज एङ्गल कति हुन्छ फेज करेन्ट र फेज भोल्टेज र लाइन भोल्टेज बिचको फेज एङ्गल कति हुन्छ भनेर निकाला भनेर सोध्न सक्छ।
यो भइसकेपछि भन है, कसैले बुझे छैन भने पनि भन। ल अब के भयो, भोल्टेज र करेन्टको रिलेसनसिप आइसक्यो। अब बाँकी रह्यो पावरको लागि जाउँ। ल स्टार कनेक्टेड सिस्टमको पावरको लागि चाहिँ रिलेसन छ। टोटल पावर निकाल्नु पर्यो। टोटल पावर निकाल्दाखेरि के गर्नु पर्यो, आर फेजको पावर प्लस वाई फेजको पावर प्लस बी फेजको पावर जोडेर निकाल्नु पर्यो। अब यहाँनिर हेर है, यहाँनिर धेरै जसोको मिस्टेक भएको यहाँनिर पोइन्टमा छ। म फेरि एकचोटि रिभिजन गराइदिएँ। यो पोइन्टलाई चाहिँ राम्रोसँग बुझौँ। एक्टिभ पावर भनेको के हो, भोल्टेज इन्टु करेन्ट इन्टु कस फाइ हो। यो फाइ भनेको चाहिँ के हो त भन्दाखेरि अहिलेको केसमा यो आर, यो आरको भोल्टेज र आरको करेन्ट बिचको एङ्गल हो है। यो फाइ भनेको चाहिँ के हो, यो वाईको भोल्टेज र वाईको करेन्ट बिचको एङ्गल हो। त्यस्तै गरी यो फाइ भनेको बीको करेन्ट र बीको भोल्टेज बिचको एङ्गल हो। धेरै जसो न्युमेरिकल गर्दाखेरि हामीले के गरेको थियौँ, आईसँग आउने एङ्गल, आई भनेको ल यो आई भनेको चाहिँ के छ, आईसँग आउने एङ्गल यो जुन फाइ छ त्यसलाई नै हामीले के मानेको थियौँ, पावर फ्याक्टर एङ्गल मानेको थियौँ। यो कतिखेर मात्र भ्यालिड हुन्छ त भन्दाखेरि यदि भीलाई रिफरेन्स फेजर मानेछौँ, भी एङ्गल 0 छ भने मात्र के हो त, यो पावर फ्याक्टर भनेको कस फाइ हो। त्यो बुझिराख है। यो भी एङ्गल चाहिँ भीसँग आएको एङ्गल 0 छ भने मात्र पावर फ्याक्टर एङ्गल चाहिँ कस फाइ हो। कस फाइ भनेको चाहिँ के हो त, यो दुईटा बिचको चाहिँ डिफरेन्स हो। भोल्टेजसँग आउने एङ्गल, फाइ भनेको भोल्टेजसँग आउने एङ्गल र करेन्टसँग आउने एङ्गलको डिफरेन्स हो। ठिक छ। तर हाम्रो क्वेसनमा के आएको थियो भन्दाखेरि भोल्टेजसँग एङ्गल चाहिँ 90 डिग्री आएको थियो। एसेसमेन्टको क्वेसनमा भोल्टेजसँग आउने एङ्गल चाहिँ 90 डिग्री आएको थियो भने अब पावर फ्याक्टर एङ्गल भनेको के भयो त, 90 माइनस 5 भयो। ठिक छ। कतिको कति आयो त, यहाँ 90 आयो, यहाँ चाहिँ 150 आयो कि कति आयो, मानौ आइसँग एङ्गल 150 111 पोइन्ट समथिङ आएको थियो होला, 111 पोइन्ट समथिङ आएको थियो भने सबैले कस 111 भनेर निकालेछ। त्यो मिल्दैन है। त्यो 90बाट 111 घटाएपछि जति आउँछ त्यो भनेको फाइ भ्यालु। यो फाइ नेगेटिभ पनि आउन सक्यो, पोजिटिभ पनि आउन सक्यो। नेगेटिभ राख्यो भने पोजिटिभ राख्यो भने कस फाइको भ्यालु चाहिँ के आउँछ, सेम नै आउँछ। कस 111 राख्यो भने बिग्रिन्छ। 90 माइनस 111 गरेर के हुन्छ त, एङ्गल चाहिँ 90 भन्दा कम आउने भयो। बुझिन्छ यो कुरा चाहिँ सम्झ्यौ है। कस फाइ, यो फाइ भनेको भोल्टेज र करेन्ट बिचको एङ्गलको फेज डिफरेन्स हो। यदि यो 0 छ भने मात्र डाइरेक्ट कस फाइ राख्न मिल्यो। यदि यो 0 छैन भने 90 छ भने 90 माइनस 5 गर्न पर्यो है। मैले रिभिजन पनि गराइरहेको छु सिङ्गल फेजको सँगसँगै। कसैले बुझे छैन, मैले भनेको बुझे छैन भने भनिराख है। सोध्ने गर इक्जाम आइसक्यो, एसेसमेन्टको हालत खराब छ। ल अब के गरे त भन्दाखेरि पी इज इक्वल टु पिआर भनेको आर फेजको पावर, अब पिवाई भनेको वाई फेजको पावर, पिबी भनेको बी फेजको पावर। के निकाल्न छ भने अब यो कसरी निकाल्ने त भन्दाखेरि हामी फेरि जाउँ उतै अघि बनाएको फेजर उसमा जाउँ। भिआर भनेको कति हो त, यसमै मैले भनिसकेँ यतिखेर भने त। यो भनेको त फेज भोल्टेज हो। भिआर भनेको के हो, फेज भोल्टेज हो। भिवाई भनेको पनि के हो, फेज भोल्टेज हो।
भिबी भनेको पनि के हो, फेज भोल्टेज हो। यदि यो ब्यालेन्स सिस्टम हो भने ब्यालेन्स सिस्टममा चाहिँ के हुन्छ, बिआर बिवाई बिबीको म्याग्निट्युड चाहिँ के हुन्छ, सेम हुन्छ। त्यही हुनाले यहाँ मैले राखेँ बिआरको भ्यालु पनि बी फेज राखेँ, आइआरको भ्यालु पनि आई फेज राखेँ, कस फाइ त कस फाइ भइहाल्यो भने तिनवटै बिचको एङ्गल यहाँनिर सुरुमा हेर्दै थियौँ नि हामीले स्टार कनेक्सनमा यहाँनिर हेर्दाखेरि बिआर र आइआर बिच एङ्गल पनि फाइ छ ब्यालेन्स सिस्टम हो भने, बिवाई र आइवाई बिच पनि एङ्गल फाइ छ र बिबी र आइबी बिच एङ्गल पनि के छ, फाइ छ। यो ब्यालेन्स सिस्टम हो नि त, ठिक छ। भने फेज एङ्गल तिनवटैको पावर फ्याक्टर एङ्गल के छ, फाइ 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 छ। यो भिपी भयो, यो आइपी भयो, भिपिएच पनि भनिन्छ, आइपिएच पनि भनिन्छ, भिपीले पनि डिनोट गर्छ है। यो भिफेज भयो, यो चाहिँ के भयो, आइफेज भयो। त्यस्तै गरी यो भिबी भनेको भिफेज भयो, यो आइबी भनेको चाहिँ के भयो, आइफेज भयो। भिबी र आइबी बिचको एङ्गल फाइ छ, यस बिचको एङ्गल पनि फाइ छ, यस बिचको एङ्गल पनि फाइ छ भने यसमा के राख्न पाए त, बिआर आइआर कस फाइ, बिवाई आइवाई कस फाइ, बिबी आइबी कस फाइ हो भने बिआरको ठाउँमा भिफेज, आइआरको ठाउँमा आइफेज राख्न पाए। यहाँ पनि भिफेज आइफेज, यहाँ पनि भिफेज आइफेज गर्दाखेरि तीनवटा भिफेज आइफेज जोड्दाखेरि के भयो, पी एक्टिभ पावर बराबर के आयो, 3 भिफेज आइफेज कस फाइ आयो। ठिक छ, यो फर्मुला चाहिँ सम्झिराखौ है, 3 भिफेज आइफेज कस फाइ। कन्क्लुजन के आयो, 3 भिफेज आइफेज एक्टिभ पावरको चाहिँ कन्क्लुजन के आयो, 3 भिफेज आइफेज आयो। ठिक छ, यहाँसम्म क्लियर छ। योसम्म बुझेछ कि छैन? ल अब हामीले अघि मैले के भने लाइन भोल्टेज र फेज भोल्टेज बिचको हामी रिलेसनसिप निकाल्छौँ भने यहाँ चाहिँ के स्टार कनेक्सन इक्वल हुँदैन चाहिँ भने, तर के रिलेसन हुन्छ निकालेनौँ नि त, ब्यालेन्स कन्डिसनमा हामी के रिलेसन निकाल्छौँ है। अब यहाँनिर हेर, भिआरवाई भनेको के लेख्न मिल्यो, यो भिआरवाई भनेको के लेख्न मिल्यो, यो भिआर प्लस भिवाईको माइनस भिवाईको चाहिँ भ्याक्टर एडिसन हो। यो इक्वेसन बुझिन्छ। त्यस्तै गरी भी अघि पावरको यो यहाँसम्म मात्रै लेख है, यहाँसम्म मात्रै लेख। यो बुझेछौ नि कसरी आयो, यहाँसम्म मात्रै लेख, त्यसपछिको कुरो म बुझाइदिन्छु फेरि। अब यो चाहिँ फेजको रिलेसन भयो, हामीले लाइनको रिलेसन पनि लिनुपर्ने छ, त्यसको लागि म फेरि आउँछु। यहाँसम्म भयो त? अब हेर है, यो फिगरबाट हेर्दाखेरि भिआरवाई भनेको यो लाइन भोल्टेज हो। ठिक, लाइन भोल्टेज भनेको के रहेछ, यो भिआर प्लस माइनस भिवाईको चाहिँ भ्याक्टर एडिसन रहेछ। भिवाइबी भनेको यो भयो, भिवाइबी भनेको यो हो, यो भनेको यसको र यसको भ्याक्टर एडिसन भयो। ठिक छ, त्यस्तै गरी भिबिआर भनेको यो पोइन्ट हो, यो भनेको के भयो, भिबी र माइनस भिआरको भ्याक्टर एडिसन भयो। क्लियर छ? अब कुनै एउटाबाट मैले चाहिँ फेज रिलेसन, फेज र लाइन बिचको रिलेसन निकाल्दैछु। यो भिआर भनेको लाइन भोल्टेज हो, भिआरवाई भनेको लाइन भोल्टेज हो, भिआर भनेको के हो, फेज भोल्टेज हो। यो पनि फेज भोल्टेज हो, यो पनि फेज भोल्टेज हो। अब यो गर्दाखेरि मैले म्याग्निट्युड मात्रै निकाल्दैछु, म्याग्निट्युड मात्रै। हेर है, माथि एरो हटाउँदा बित्तिकै म्याग्निट्युड मात्रै आयो। ठिक छ, यहाँनिर एक सेकेन्ड स्टेपमा चाहिँ मैले एरो हटाइदिएँ, म्याग्निट्युड मात्रै लिँदाखेरि के हुन्छ, यसको र यसको चाहिँ के स्क्वायर एडिसन, यसको स्क्वायर प्लस यसको स्क्वायर इन्टु यो डिभाइडेड बाई यो बिचको एङ्गल। ठिक छ, यो दुईवटा बिचको एङ्गल भनेपछि भिआर स्क्वायर प्लस भिवाई स्क्वायर प्लस 2 भिआर इन्टु भिवाई इन्टु कस 60 डिग्री भयो। ठिक छ, म्याग्निट्युड मात्रै लिएछौँ है हामीले, त्यो हुनाले माइनस टर्म नलिएको, त्यहाँ माइनस भनेको चाहिँ के हो, त्यसले डिरेक्सन मात्रै देखाएको, माइनस नलिएको, म्याग्निट्युड मात्रै लिँदाखेरि भिआर स्क्वायर प्लस भिवाई स्क्वायर अंडर रूट प्लस 2 इंटू बी आर इंटू बी वाई इंटू यो बीआर र बीवाई बिचको एङ्गल हो, यो भनेको 60 डिग्री भयो। यो गर्दाखेरि कति आयो, बीआरवाई इज इक्वल टू अंडर रूट 3 बीपीएच स्क्वायर आयो। बीआरवाई भनेको रूट 3 बीपीएच आयो। बीआरवाई भनेको लाइन भोल्टेज हो,
लाइन भोल्टेज र फेज भोल्टेज बीच रिलेसनसिप के आयो त VL इज इक्वल टु √3 V फेज आयो। यहाँसम्म हेर, यहाँसम्म के बुझिँदैन भने भन, एउटा यो रिलेसन पनि सम्झिनु पर्यो। भयो, यहाँसम्म क्लियर छ? ल, अब यतिसम्म क्लियर भइसकेपछि अघि हामीले के निकाल्यो, पावर जुन निकालेको स्टार कनेक्सनमा पावर जुन निकाल्यो, फेज भ्यालु मात्रै राख्दाखेरि के रहेछ, पावर एक्टिभ पावर इज इक्वल टु पी इज इक्वल टु 3 पी फेज आई फेज कस फाइ। रियाक्टिभ पावर भने के हुन्छ, क्यु इज इक्वल टु 3 भी फेज आई फेज साइन फाइ हुन्छ है। रियाक्टिभको मैले लेखेको छैन, रियाक्टिभ पावर बराबर के हुने भयो, 3 बीपी आइपी कस फाइ हुने भयो। यो चाहिँ दुवै चाहिँ फेज भ्यालु लिँदाखेरि भयो। लाइन भ्यालु लियो भने के हुन्छ त, लाइन भ्यालु लिँदाखेरि अघि हामीले निकाल्यो VL इज इक्वल टु के निकाल्यो, कन्क्लुजन √3 भी फेज निकाल्यो भने, अब यो फेज भ्यालुको ठाउँमा लाइन भ्यालु राख्यो भने VL बाई √3 आयो। क्लियर छ? त्यसपछि अब स्टार कनेक्सनमा त के हो, लाइन लाइन करेन्ट र फेज करेन्ट सेम हुने भयो भने आई फेज बराबर आइएल आयो। यो दुईटा बुझ्छौ? यो दुईटा बुझिसके त्यसपछि यो रिलेसन आउँछ। फाइनली यो दुईटा रिलेसन भयो, एउटा चाहिँ फेज रिलेसन मात्र लिँदाखेरि भयो, एउटा चाहिँ लाइन रिलेसन लिँदाखेरि भयो। फेज रिलेसन लिँदाखेरि पावरको फर्मुला के हुने भयो, 3 बीपी आइपी कस फाइ हुने भयो। लाइन रिलेसन लिँदाखेरि √3 VL आइएल कस फाइ हुने भयो। यहाँसम्म क्लियर छ? बुझिन्छ होइन? अब बुझेको नबुझेको यो न्युमेरिकल ट्राई गरौँ न। ल, यो क्वेसन कपी गर त। त्यो अहिलेसम्म गरेको डेरिभेसनबाट गर्न सकिने क्वेसन हो। यो क्वेसन कपी गर अनि म सोल्युसन गर्न लगाउँछु। यस क्वेसन एकदम यसमा स्ट्रेट फरवर्ड क्वेसन चाहिँ त्यस घुमाउनै सकिँदैन। एउटा ब्यालेन्स कन्डिसनको लागि, एउटा अनब्यालेन्स कन्डिसनको लागि। अहिले जुन हामी त्यो डेरिभेसन गऱ्यौँ त्यो सबै ब्यालेन्स कन्डिसनको लागि हो। एउटै मेथड सम्झे पनि पुग्छ, ब्यालेन्स कन्डिसनको लागि पनि त्यही हो, अनब्यालेन्स कन्डिसनको लागि पनि त्यही नै हो। ब्यालेन्स कन्डिसनमा के हुन्छ त, तिनवटै फेजको भोल्टेजको म्याग्निट्युड पनि सेम हुन्छ र तिनवटै फेजको करेन्टको म्याग्निट्युड पनि के हुन्छ, सेम हुन्छ। यो क्वेसन भयो। यो क्वेसनको लागि स्टार कनेक्सन सर्किट डायग्राम पनि बनाइराख है। अघि जुन हामीले बनायो फेजर डायग्राम, सर्किट डायग्राम त्यही नै बनाऊ। कस्तो त यस्तो 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 जुन डायग्राम थियो त्यो बनाऊ। ठिक छ? यसलाई आर फेज भन, यसलाई वाइ फेज भन र यसलाई बी फेज भन। आर फेजमा आएको इम्पिडेन्सलाई जेडआर भन, वाइ फेजमा आएको इम्पिडेन्सलाई जेडवाइ भन र बी फेजमा आएको इम्पिडेन्सलाई जेडबी भन।
अब तीनवटै फेजमा सिमिलर लोड छ भने चाहिँ जेड भनेको के हुने भयो त, जेड तीनवटै फेजमा सेम लोड छ भने जेड आर इज इक्वल टु जेड वाइ इज इक्वल टु जेड बी इज इक्वल टु कति आउँछ त्यो निकाल। आर इन्डक्टेन्स छ भने के हुने भयो, आर प्लस जे ओमेगा याल हुने हो, यो भ्यालु निकाल। अनि एउटा कुरा एकदमै सम्झिनुपर्ने कुरा है, यो जुन क्वेसनमा यो सप्लाई भोल्टेज 100 भोल्ट भनेर दिएछ, यो भनेको लाइन भोल्टेज हो है। क्वेसनमा दिएको भ्यालु भोल्टेज दियोस् अथवा करेन्ट दियोस्, क्वेसनमा जे दिन्छ त्यो क्वेसनमा दिएको भ्यालु अलवेज के हुन्छ, लाइन भ्यालु दिन्छ है। त्यो कुरा चाहिँ नोट भनेर लेखिराख, नोट भनेर लेखिराख। क्वेसनमा गिभन भ्यालु चाहिँ के हो त, लाइन भ्यालु हो। अनलेस यो चाहिँ फेज भ्यालु हो भनेर नभन्दासम्म, यति कुनै मेन्सन गरेको छैन। यहाँ हेर त, सप्लाई भोल्टेज इज 100 भोल्ट भनेको छ नि त, यो फेज भ्यालु हो कि लाइन भ्यालु हो भनेर भनेको छैन भने, यति मेन्सन गरेको छैन भने त्यो चाहिँ के हो, सधैँ लाइन भ्यालु हो। त्यो भने चाहिँ नोट गरिराख है। पहिला निकाल त जेड कति आउँछ। जेड कति आउँछ निकाल। यो क्वेसनमा गिभन चाहिँ भिआल इज इक्वल टु 100 भोल्ट हो भने भिपी भनेको कति आउँछ त्यो निकाल। दुईटा काम चाहिँ गर त ल। एट प्लस 6.283 जे आयो। अब यसलाई चाहिँ म्याग्निट्युड र एङ्गलमा पनि कन्भर्ट गर, पोलर फर्ममा कन्भर्ट गर। ल ठिक छ, यसलाई पोलर फर्ममा कन्भर्ट गर। ल 10 एङ्गल 10.17 एङ्गल 38.13 आयो रे है। ल अनि पछि फेज भ्यालु, फेज भोल्टेज कति आयो, भिपी को भ्यालु $57.74 आयो। ल यति सब आइसक्यो। अब हेर, फेज सिक्वेन्स आरवाइबी भनेर दिएछ भने भिआर इज इक्वल टु के लेखेको थियौँ हामीले अघि, भिपी एङ्गल 0 हो भने भिवाई भनेको कति हुन्छ, भिआर भनेको भिपी एङ्गल 0 हुन्छ भने, भिफेज एङ्गल 0 हुन्छ भने आरवाइबी फेज सिक्वेन्स दिँदाखेरि भिवाई भनेको कति हो, भन त ल। भिवाई भनेको कति हो, भी फेज एङ्गल कति -120। भिबी भनेको कति त, भी फेज एङ्गल +120। ल त्यही कुरो यहाँ गर्दैछु। यति आयो। जेडआर जेडवाई जेडबी सेम छ। भिआर भनेको भी फेज एङ्गल, भिवाई भनेको भी फेज एङ्गल। स्टार कनेक्सनमा के हुने भयो, लाइन करेन्ट र फेज करेन्ट चाहिँ के हुने भयो, सेम हुने भयो। ठिक छ। अब यो निकाल, भिआर को भ्यालु निकाल, भिवाई को भ्यालु निकाल, भिबी को भ्यालु निकाल। यही लेख्देऊ, फेज भ्यालु त अघि निकालिसकेछौ नि त, 57.74 भनेर। यहाँ चाहिँ 57.74 एङ्गल 0, 57.74 एङ्गल -120, 57.74 एङ्गल +120। ठिक छ। अब त्यसपछि चाहिँ फेज करेन्ट निकाल्न पर्यो। फेज करेन्ट, ल आईको आर को लागि करेन्ट निकाल्न पर्यो भने आइआर इज इक्वल टु के हुने भयो, भिआर अपन जेडआर। यो गरेर यो निकालेँ मैले। त्यसपछि वाइ र बी को लागि पनि निकाल त।
6 मार्क्सको सोधेको क्वेसन हो है यो। आइआर को मैले निकालिदिइसकेँ। यही मेथड फलो गरेर आइवाई र आइबी, वाई फेजको करेन्ट र वाई बी फेजको करेन्ट निकाल। वाई फेजको कति आउँछ, बी फेजको कति आउँछ भन। त्यसपछि त्यो तीनवटा फेजको करेन्टलाई एड गर त कति आउँदो रहेछ। निकाल्यौ, आइवाई निकाल्यौ, कति आयो? निकालेन कसरी? 5 यहाँ 5.68 राखेछौ भने यहाँ पनि कति आयो? 5.68 एङ्गल माइनस 158.15 आयो। अनि आइबी कति आयो? 81.85। अब यो तीनवटालाई चाहिँ एड गर त, भेक्टर एडिसन है, फेजर एडिसन गर। आइआर प्लस आइवाई प्लस आइबी गर त कति आउँदो रहेछ? त्यो भनेको न्युट्रलमा बग्ने करेन्ट हो है। यहाँनिर न्युट्रल छ नि त। आइएन भनेको के हो त? आइआर प्लस आइवाई प्लस आइबी हो नि त। ठिक छ। न्युट्रलमा बग्ने करेन्ट पनि यहाँ सोधे छैन, तिमीहरू निकाल न। आइएन कति आउँदो रहेछ? आइएन भनेको न्युट्रलमा बग्ने करेन्ट हो। यो सबै भेक्टर एडिसन हो है। आइआर प्लस आइवाई प्लस आइबी। ल निकाल त कति आउँछ? कसरी जोड्यौ? एन्सर मिलेन। अरू कसरी? त्यो पनि मिलेन। सबैको म्याग्निट्युड सेम राखेछौ नि, यो 5.68 5.68 5.68 राखेछौ कि छैनौ? तीनवटैमा सेम म्याग्निट्युड राख्यौ। अनि तीनवटैमा एङ्गल चाहिँ यही राख्यौ। के राख्यौ एङ्गल? एन्सर मिलेको छैन। ब्यालेन्स कन्डिसन हो। ब्यालेन्स कन्डिसनमा चाहिँ तीनवटैको करेन्ट जोड्दाखेरि 0 आउनुपर्छ। हो, 0 आउनेको ठिक छ। अहिलेसम्म किन नभन्या त अनि? ल यो चाहिँ तिमीलाई के बनेछ? तीनवटैमा इम्पिडेन्स सेम दिएछ। इम्पिडेन्स सेम दिएछ भनेपछि ब्यालेन्स कन्डिसन सेम भयो। के अरे ब्यालेन्स कन्डिसन भयो। ब्यालेन्स कन्डिसनमा चाहिँ यो न्युट्रलमा बग्ने करेन्ट चाहिँ के आउनुपर्छ? 0 आउनुपर्छ। जसको 0 आ छैन, यो सबै मिलेछ। सबै मिल्दा मिल्दै पनि 0 आ छैन भने क्यालकुलेसनमा मिस्टेक भएको छ, कहाँनिर भएको छ त्यो हेर। 0 आउनुपर्छ।
त्यसपछि यसले टोटल पावर कति कन्ज्युम गर्यो त्यो पनि निकाल। टोटल पावर कन्ज्युमको लागि फर्मुला निकालिदिइसकेको छु। अघि निकालेको फर्मुला चाहिँ ब्यालेन्स कन्डिसनको लागि हो है। अनि ब्यालेन्स कन्डिसनको लागि त फेरि के गर्नुपर्छ, तीनवटैको पावर जोड्न पर्छ। ब्यालेन्स कन्डिसनमा चाहिँ अघि फर्मुला निकालिसकेछौ, त्यो फर्मुला हालेर गर। 3 VPIP cos phi राख्छु भने पनि भो, √3 VLIL cos phi राख्छु भने पनि भो। अब हेर्छौ भने फाइ चाहिँ के हुन्छ त भन्दाखेरि तीनवटैको केसमा सेम हुन्छ यसमा। अब यसमा फाइ कति कति राख्नुपर्ने, ल फाइ निकालौँ त, अनि बल्ल बुझिन्छ कुरो। एक्टिभ पावर कति आयो, टोटल पावर कति आयो? न्युट्रल करेन्ट जेरो नआउने को? जेरो आएन, जेरो आउनुपर्छ बाबु। के राखेर गर्यौ? हो त कम्प्लेक्समा नलगेर त्यही के अरे रेक्टेङ्गुलर फर्ममा छ भने रेक्टेङ्गुलर फर्ममा राख्दा पनि जेरो आउनुपर्छ। जेरो आउँछ बाबु है। त्यसपछि पावर निकाल्न पर्यो। पावरको फर्मुला ब्यालेन्स कन्डिसनमा के भयो, 3 VPIP cos phi अथवा √3 VLIL cos phi। अब त्यहाँ फाइ भनेको कुन राख्ने त भन्दाखेरि फाइ भनेको चाहिँ यो बिआर र आइआर बिचको एङ्गल हो। अहिले आइआर को एङ्गल चाहिँ -38.15 आएको छ, बिआर को एङ्गल चाहिँ कति छ, 0 छ भने यो दुईटाको फेज डिफरेन्स हो भनेपछि कति गर्नु पर्यो, 0 माइनस 38.15 गरेर कति आउँछ, 38.15 आउँछ, प्लस आउँछ। त्यस्तै गरी यहाँनिर पनि फेज डिफरेन्स निकाल्न पर्यो भने -120 माइनस यो एङ्गल हो, माइनस माइनस प्लस भयो, यो पनि 38.15 आउँछ। त्यस्तै गरी यो एङ्गल र यो भोल्टेजको एङ्गल र करेन्टको एङ्गलको डिफरेन्स निकाल्नु पर्यो, त्यो भनेको पनि कति आउँछ, 38.15 आउँछ। भनेपछि फाइ भनेको कति रहेछ, 38.15 रहेछ। यो कुरा अझ कति कसरी क्लियर हुन्छ, यो फेजर डायग्राम बनायो भने क्लियर हुन्छ। फेजर डायग्राम पनि बनाउने है। पहिला सुरु यो भिआरएन भने चाहिँ भिआरएन भने भिआर मात्रै लेख्दा हुन्छ, भिवाई मात्रै लेख्दा हुन्छ, भिबी मात्रै लेख्दा हुन्छ। ठिक छ। पहिला सुरुमा यो बनायो, यो तीनवटा बिचको एङ्गल 120 120 120 छ। ठिक छ। अनि अब यहाँबाट चाहिँ के गर्यो भन्दाखेरि यो आइआरलाई चाहिँ -38.15 जुन दिएछ, यो रिफरेन्सबाट -38.15 हो। यो आइवाई चाहिँ -158.15 जुन दिएछ, यो रिफरेन्सबाट 158.15 हो। आइबीबाट एङ्गल 81.85 जुन दिएछ, यो चाहिँ रिफरेन्सबाट 81.85 हो। नभए यो फेज डिफरेन्स निकाल, यो फेज डिफरेन्स निकाल, यहाँ पनि निकाल, यहाँ पनि 38.15 आउँछ, यहाँ पनि 38.15 आउँछ। भनेपछि यहाँ प्रत्येकमा भिआरलाई आइआरले 38.15 ले ल्याग गर्दो रहेछ, भिवाई आइवाईले भिआईलाई 38.15 ले ल्याग गर्दो रहेछ, आइबीले भिबीलाई 38.15 ले ल्याग गर्दो रहेछ। अनि टोटल एक्टिभ पावर यति आयो। √3 VLIL cos phi लगाएको छ, तिमीले 3 VPIP cos phi लगायो भने पनि एन्सर यही नै आउँछ। मिलेछ कि छैन भनौ है। त्यो अझै त्यो करेन्ट 0 आएको छैन भने क्यालकुलेसन मिस्टेकको आत्तिनु पर्दैन, क्यालकुलेटर दाब्न सिक्न पर्यो।
क्यालकुलेटरलाई डिग्रीमै राखेछौ नि होइन, यो भनेको अझै माथि यहाँसम्म। बुझिन्छ है, यो जुन 38.15 38.15 38.15 निकाल्यो यो पावर फ्याक्टर एङ्गल हो अथवा करेन्ट र भोल्टेज बिचको फेज डिफ्रेन्स हो है। त्यसैलाई यहाँ फेजर डायग्राममा बनाउँदाखेरि यसरी बनाउन मिल्यो। आइआरले बिआरलाई 38.15ले ल्याग गरेछ, आइवाईले बिवाईलाई 38.15ले ल्याग गरेछ, आइबीले बिबीलाई 38.15ले ल्याग गरेछ। यसरी निकाल्न मिल्यो। बुझे छैन भने भनौ है। आयो, सबैको आयो, एन्सर मिल्यो। ल यहाँसम्म भयो होइन, यहाँसम्म भयो भनेपछि अब यो क्वेसन ट्राई गर ल। यो क्वेसनमा हेर्छौ भने यसलाई जेडआर मानौ, यसलाई जेडवाई, यो चाहिँ जेडबी है, जेडआर जेडवाई जेडबी। अब यसमा हेऱ्यो भने अघि चाहिँ सबैमा सेम थियो, अहिले फरक छ। अनि निकाल त, तिमी के गर, फेज भोल्टेज, लाइन भोल्टेज, सरी फेज भोल्टेज र फेज करेन्ट निकाल पहिला, अघि जस्तै गरेर। ठ्याक्कै अघिको क्वेसन हेर्दै गर्दै गरे पनि हुन्छ। एकैछिन है। र यो क्वेसन छ, आफै ट्राई गर्छौ एकचोटि अघिकै मेथडबाट। ल बिआर बिवाई र बिबी निकाल्ने चाहिँ अघिकै मेथडको सेम भयो। अनि अब जेडआर जेडवाई जेडबी चाहिँ अलरेडी गिभन छ, एङ्गुलर फर्ममै दिएछ। अनि आइआर आइवाई आइबी निकाल, कति कति आउँछ भन है। यो क्वेसनमा यहाँ पहिल्यै मेन्सन गर्दै रहेछ लाइन भोल्टेज भनेर, यदि मेन्सन गरे रहेनछ भने यो पनि लाइन भोल्टेजै हो है। सेम अघिकै जस्तो क्वेसन हो।
तर अहिले चाहिँ सिस्टम के हो त अनब्यालेन्स सिस्टम हो। निकाल्यौ करेन्ट निकाल्यौ आइआर आइवाई आइबी निकाल्यौ। आइआर कति आयो? ठिक छ। आइवाई कति आयो? -100 होइन। अनि आइबी कति आयो? ल ठिक छ। अब न्युट्रल करेन्ट कति आयो त? हजुर हजुर। न्युट्रल यो त अहिले त अनब्यालेन्स हो नि त। अनब्यालेन्समा जिरो आउँदैन नि। निकाल न पहिला। ल ठिक छ ठिक छ। 6.21 अनि एङ्गल माइनस छैन।
एङ्गल कति? ठिक छ ठिक छ। जिरो आउँदैन है, यो अनब्यालेन्स हो, अनब्यालेन्समा जिरो आउँदैन। अनब्यालेन्स कसरी हो त भन्दाखेरि यहाँ इम्पिडेन्स हेऱ्यो भने अघि तिनवटा इम्पिडेन्स सेम थियो, ठिक छ। अहिले चाहिँ तिनवटा इम्पिडेन्स के छ, फरक फरक भ्यालु छ, त्यो हुनाले जिरो आउँदैन। अब टोटल एक्टिभ पावर निकाल्न पर्यो। टोटल पावर कसरी निकाल्छौ त भन्दाखेरि प्रत्येक फेजको चाहिँ के गर्नु पर्यो, पावर निकाल्नु पर्यो। यसरी टोटल पावर भनेको के हुने भयो, पिआर प्लस पिवाई प्लस पिभी, यसरी निकाल्न पर्यो। यसको लागि के हुनु पर्यो, भोल्टेज बिआर आइआर कस एङ्गल चाहिँ के हो त, यो भिआर र आइआरसँग आएको एङ्गलको डिफरेन्स। त्यस्तै गरी भिवाई आइवाई, भिवाई र आइवाई बिचको आएको एङ्गलको डिफरेन्स निकाल्न सक्छौ। यसको कति निकाल्यौ, 10.19 किलोवाट, एकदम ठिक छ। ल अगाडिको भनेको तिम्रो पहिला सुरुमा फेज भ्यालु 230.94 निकाल्यौ, 4000 निकाल्यौ, 400 है, ठिक छ, यो आयो। त्यसपछि आइआर भनेको 9.2376 एङ्गल 0 आयो, आइवाई भनेको 20.99 एङ्गल -100 आयो, त्यस्तै गरी आइबी भनेको 15.396 एङ्गल 110 आयो। यो ठिक छ। त्यसपछि न्युट्रल करेन्ट भनेको यति आयो। अब भिआर र आइआर बिचको फेज डिफरेन्स भनेको यो एङ्गल माइनस यो एङ्गल हो, यो चाहिँ जिरो आयो। भिवाई र आइवाईको बिचको एङ्गल भनेको यो एङ्गल माइनस यो एङ्गल हो, माइनस 120 माइनस माइनस प्लस 100 भयो, यो भयो। यसको लागि चाहिँ प्लस 120 माइनस 110 गरेर जति आउँछ त्यो एङ्गल हो। अनि यति राखेर निकाल त। मिलेछ बाबु एन्सर? कति आयो त एन्सर?
10.18 किलोवाट 10.19 आएको छ 10.18 ठिक छ यो एङ्गल -20 अथवा 20 जे भने नि -10 अथवा 10 हुन्छ त्यो यो या त बुझिन्छ नि होइन यो बुझ्नु पर्यो है सबसे बुझ्न जरुरी यति छ कससँग एङ्गल 0 कसरी आयो कससँग एङ्गल 20 कसरी आयो कससँग एङ्गल 10 कसरी आयो यो कसैलाई कन्फ्युजन छ भने भन है सिंगल फेजमा कन्फ्युजन छ मलाई थाहा भइसक्यो के अरे एसएससीको पेपरले पनि देखाइसकेको छ यो कस्टमा यो एङ्गल 0 आएको यहाँ कस्टमा एङ्गल 20 आएको यो कस्टमा एङ्गल 10 आएको म कन्फ्युजन छ कसैलाई भने भनौ है बुझिन्छ बुझिएछ यो एङ्गल आएको यसरी निकाल्ने हेर है भिवाई र आइवाई बिचको एङ्गल चाहियो यसमा जाऊ भिवाईको एङ्गल -120 हो आइवाईको एङ्गल चाहिँ कति हो -100 हो भने यो दुईटाको डिफरेन्स भनेको के हो त त्यही फेज एङ्गल हो भने -120 माइनस -100 गर्दाखेरि -120 माइनस गर्दाखेरि -20 आयो प्लससँग -20 राख्यो नि +20 राख्यो नि एउटै हो पावर फ्याक्टर निकाल्दाखेरि म्याग्निट्युड मात्रै लिने हुन्छ ठिक छ त्यस्तै गरी यहाँनिरको एङ्गल भनेको भिबी र आइबी बिचको एङ्गल हो भिबीको एङ्गल भनेको 120 भयो आइबीको एङ्गल भनेको 110 भयो 120 माइनस 110 गर्दाखेरि कति आयो 10 आयो है यहाँनिर 10 त्यही भएर आयो ल स्टार कनेक्टेड सिस्टमबाट सोध्न मिल्ने न्युमेरिकल भने यति नै हो ब्यालेन्सको पनि गर्यौ अनब्यालेन्सको पनि गर्यौ ब्यालेन्स कन्डिसनमा न्युट्रल करेन्ट कति आउँछ 0 आउँछ हजुर यो यो भोल्टेजको एङ्गल डायग्राममा के यो आइवाई चाहिँ भिवाईले आइवाईले यो भिवाईलाई चाहिँ 20 डिग्री एङ्गलले ल्याग गर्ने हो -20 आयो नि त ल्याग गर्नु पर्यो नि त ठिक छ ल आइबी चाहिँ लिड हो आइबी पनि ल्यागै हो बाबु यसमा हेर है यो भिबीको मात्र हेऱ्यो भने भिआरएनबाट 120 एङ्गल बनायो यहाँसम्म आयो नि त हो अनि आइबीले चाहिँ रिफरेन्स फेजरबाट 110 एङ्गल बनाउने भएपछि यहाँनिर आउनु पर्यो बुझ्यौ त्यो पनि ठिक छ यहाँ यसको यो -20 आयो +20 आयो यो नहेर यहाँबाट हेर नि त रिफरेन्स फेजरबाट बनाऊ रिफरेन्स फेजरबाट यसलाई -120 बनाऊ यहाँनिर आयो -100 बनायो यहाँनिर आयो भने 20 एङ्गलले नै त ल्याग गर्यो क्लियर छ यसरी बनाउँदाखेरि यो भिवाई -120 भनेको रिफरेन्स फेजरबाट 120 को एङ्गल बनाएको भनेपछि यो पुरै एङ्गल चाहिँ 120 भयो या आइवाईले चाहिँ के गरेछ 100 डिग्रीले ल्याग गरेछ यसलाई भने यो चाहिँ 100 भयो भनेको दुईटा बिचको एङ्गल कति भयो त 20 भयो त्यस्तै गरी भिबी भनेको यो पुरै एङ्गल भनेको 120 भयो आइबीले चाहिँ कति बनायो 100 बनायो यति भयो 110 भयो 120 भयो यो आइबीले चाहिँ 110 को बनायो भने यो कति आयो त एङ्गल 10 भयो ठिक छ यसरी बनाउने है ल स्टारको सकियो 5 मिनट जति ब्रेक गरौँ त्यसपछि चाहिँ डेल्टाको सुरु गर्छौँ है त हामी हेलो हजुर घर किन रे मिलाएर मात्रै पठाइदिए त्यहाँ मिलाइदिएछु त टाइम त ल त्यसलाई पठाउँ त फोटो खिचेर म जोडिहाल्छु त
कति बेरमा आउँछौ? ए ल ल ल। बुझिन्छ यहाँसम्म? यहाँसम्म बुझे छैन भने भन है। त्यसपछि हामी जान्छौँ डेल्टातिर। हजुर। ल ल ल, त्यसो भएपछि 3:51 भएको छ, 4 PM मा जोइन गरौँ है त सबै। हुन्छ? मैले बन्दै गर्दै है त अहिले। 4 बजे, 4 4 PM।